ढुवानी भइरहेको छ र पशु ढुवानीको हकमा विभिन्न अ, परिभाषाका टपिकहरू अन्तर्गत कस्तालाई पशु भनिन्छ, ढुवानी साधन भन्नाले के बुझिन्छ भन्ने कुराहरूको बारेमा जानकारी लिएका थियौँ भने दफा 6 पछिका अथवा दफा 6बाटका कुराहरूलाई आज हामी हेर्छौँ। विशेष गरी दफा 6 भनेको परिषद 3 अन्तर्गतको पैदल ढुवानी गर्दाको मापदण्डको कुरामा अब आधारित छ र पशुलाई पैदल ढुवानी गर्दा हामीले कस्ता कस्ता व्यवस्थाहरू गर्नुपर्छ भन्ने सन्दर्भमा दफा 6को उपदफा 1मा के भनेको छ भन्दाखेरि कुनै पनि पशुलाई तपाईँले पैदल ढुवानी गर्दा स्वस्थ पशुहरूको हकमा मात्र पैदल ढुवानी गर्नुपर्नेछ, जसले हिँडेर एउटा निर्दिष्ट दूरी पार गर्न सक्ने हुनुपर्छ भनेको छ। निर्दिष्ट दूरी भनेको एउटा चाहिँ भनौँ न, त्यसलाई चाहिँ के भन्छ भन्दाखेरि एउटा सर्टेन दूरी भन्न खोजेको हो। विशेष गरी केही दूरी हिँड्न सक्ने अथवा पार गर्न सक्ने अथवा हिँड्न सक्ने खुबी भएका पशुलाई मात्रै हामीले पैदल ढुवानीको हकमा लान सक्छौँ भन्ने कुराहरू यसले बोल्छ। त्यसै गरी उपदफा 2मा भन्छ कुनै पनि गोठमा कुनै पनि पशुलाई तपाईँले पैदल ढुवानी गर्नु अगाडि मेलमिलाप गराउनुपर्छ। हेर्नुहोस्, किन भन्दा पशुहरू विभिन्न ठाउँहरूबाट आएका हुन्छन् र सबै पशुहरूलाई चाहिँ एकैचोटि पैदल ढुवानी गराउँदाखेरि कोही कता भाग्ने कोही कता भाग्ने, बिना मेलमिलापको त पशुहरू त चिनजान नहुने हुनाले दौडभाग गर्छन्। त्यही भएर पैदल ढुवानीको हकमा पनि सकेसम्म चाहिँ पशुहरूलाई चाहिँ सुरुमा एउटा समूहमा सँगै राखेर चाहिँ उनीहरूलाई चाहिँ मेलमिलाप गराउनुपर्छ र त्यसपछि बल्ल सँगै हिँडाउनुपर्छ भन्ने कुराहरू भन्छ। पैदल ढुवानीको मापदण्ड चाहिँ 5 किलोमिटरभन्दा लामो दूरीको हकमा ढुवानी प्रयोजन गर्नुहुन्छ भने मात्रै लागू हुन्छ। किन भन्दाखेरि बिलो 5 किलोमिटरमा त पशु चर्न पनि दौडिन्छ र चर्दाखेरि मापदण्ड लगाइदिने हो भने फेरि त्यसले अलि नराम्रो म्यासेज जान्छ। त्यही भएर सकेसम्म हामीले चाहिँ 5 किलोमिटरभन्दा लामो दूरीको हकमा मात्रै पैदल ढुवानीको मापदण्ड लगाउनुपर्छ। यो 5 किलोमिटरको क्वेसनहरू इम्पोर्टेन्ट छ, त्यही भएर पहेँलो लगाइदिन्छु, हेर्नु होला। त्यसपछि दफा 7मा छ पैदल ढुवानी गर्ने पशुको साथमा हुनुपर्ने सामग्रीको व्यवस्थाको कुरा गरेको छ। पैदल ढुवानी हुने पशुहरूमा विशेष गरी आएर चाहिँ प्राथमिक उपचार सामग्रीहरू हामीले पशुधनीको साथमा राख्नुपर्छ। आन्तरिक ओसार पसारको हकमा पशु स्वास्थ्य प्रमाणपत्र आवश्यक पर्छ, जुन चाहिँ बढीमा 3 दिन अगाडि जारी गरिएको हुनुपर्छ। किन त भन्दा पशु स्वास्थ्य मापदण्ड के अरे पशु स्वास्थ्य प्रमाणपत्रको चाहिँ म्याद भनेको चाहिँ 72 घण्टाको अथवा 3 दिनको मात्रै हुन्छ। त्यो चाहिँ एउटा दर्तावाल पशु चिकित्सकद्वारा जारी गरिएको मात्र मान्य हुन्छ। यो कुराहरू यसले गरेको छ। त्यसपछि जिल्लाभित्रै ढुवानी गर्दाखेरि यो आवश्यकता पर्दैन स्वास्थ्य प्रमाणपत्र, तर जिल्ला बाहिरको हकमा मात्रै स्वास्थ्य प्रमाणपत्र आवश्यक पर्छ। यति कुरा याद गर्नु होला। त्यसै गरी बाहिरी मुलुकबाट पैठारी भई आएको पशुको हकमा चाहिँ क्वारेन्टाइन अधिकृतबाट जारी गरिएको सक्कल क्वारेन्टाइन प्रमाणपत्र साथमा हुनुपर्छ। एउटा देशबाट अर्को देशमा जाने हकमा मात्रै चाहिँ क्वारेन्टाइन प्रमाणपत्र लागू हुन्छ अथवा जारी हुन्छ। त्यही भएर चाहिँ बाहिरी ढुवानीको हकमा मात्रै यो प्रमाणपत्र बुझ्नु होला। त्यसै गरी दफा 8मा भनेको छ पशुलाई पैदल ढुवानी गर्दा प्रतिबन्धित कार्यहरू के गर्न हुँदैन त पशुलाई पैदल ढुवानी गर्दा, त्यसको बारेमा यहाँ उल्लेख भएको छ। विशेष गरी पशुलाई पैदल ढुवानी गर्दा निम्न कामहरू गर्न हुँदैन भन्छ। एउटा कस्तो पशुहरूलाई पैदल ढुवानी गर्न हुँदैन भने त नवजात भर्खर जन्मेका बच्चाहरू, जसलाई चाहिँ नाल सुकिन नसकेका अवस्थाको बच्चा भन्न खोजिएको, नाल भनेको सालनाल भन्न खोजेको हो। त्यसै गरी अशक्त, रोगी, अन्धा, अपाङ्ग, लुला लङ्गडा, थकित पशुहरू र 72 घण्टाभित्रका सुत्केरी आमाहरूलाई पनि ढुवानी गर्न हुँदैन पैदल भन्छ। र अर्को कुरो भनेको ढुवानीको अवधिमा ब्याउन सक्ने सम्भावना भएका पशुलाई पनि पैदल ढुवानी गर्न हुँदैन। यो चाहिँ तपाईँको चाहिँ पैदल ढुवानीको हकमा हो भने गाडीमा फेरि त्यस्तो ढुवानी मापदण्ड हुँदैन। गाडीमा फरक छ अलिकति। दफा 2मा के अरे उपदफा 2मा भन्छ कहिले पनि पशुलाई ढुवानी गर्दा लौरो, छडीहरू जस्ता विभिन्न औजारहरू प्रयोग गरेर पशुलाई हान्ने, पशुलाई लतार्ने, पशुलाई यातना दिने, पशुलाई अत्याउने र दौडाएर ढुवानी गर्ने काम गर्न हुँदैन। किन भन्दा यी सबै पीडादायक चिजहरू हुन् र पशु कल्याणको दृष्टिकोणले नराम्रो हो भन्ने कुराहरू दफा 8को उपदफा 2ले बोल्छ। त्यसपछि दफा 9मा छ पैदल ढुवानी गर्ने पशुको हेरविचार र विश्रामको व्यवस्था भनेको छ।
वास्तवमा हेरविचार र विश्राम कुनै पनि पशु वस्तुलाई आवश्यक पर्छ हेर्नुहोस्, चाहे त्यो पैदल ढुवानी होस् चाहे गाडीमा ढुवानी किन नहोस्। र पशुलाई चाहिँ तपाईँले पैदल ढुवानी गराउँदै हुनुहुन्छ भने एउटा कुनै निश्चित दूरी पार गरिसके पछाडि उसलाई चाहिँ विश्रामको व्यवस्था चाहिँ तोकिनुपर्छ भन्ने कुरा त्यसले गरेको छ। र कति दूरीमा कसरी विश्राम गराउने भन्ने कुराहरू यसको तलपट्टि उपदफा 3मा भनेको छ। के त भन्दा पशुलाई पानी पिउन दिएपछि हरेक पशुलाई कम्तीमा 20 मिनटसम्म र आहारा दिएको 1 घन्टासम्म आराम गराउनु पर्छ भन्छ है। कहिले पनि पशुलाई पानी पिउन दिने बित्तिकै अथवा दाना पानी खाने बित्तिकै ढुवानी गर्न हुँदैन। पानी पिउन दिएको 20 मिनटसम्म उसलाई रेस्ट गराउने र आहारा दिएको करिब 1 घन्टासम्म पनि उसलाई रेस्ट गराउने भन्छ। दफा 4मा के अरे उपदफा 4मा भन्छ पैदल ढुवानी गरेका पशु वस्तुहरूमा विशेष गरी जुन गाई भैँसी भेडा बाख्राहरू तपाईँले ढुवानी गर्नुहुन्छ त्यसलाई 2 देखि 4 घन्टाको फरकमा विश्राम गराएर दाना पानीको व्यवस्थापन गर्दै पैदल ढुवानी गराउनुपर्छ भन्छ। र 2 र 4 दुईटै अप्सन आयो भने चाहिँ 2 घन्टामा टिक्लाउनु होला, किन भन्दाखेरि 2 घन्टासम्म हिँडेपछि तिर्खा लाग्छ नर्मल्ली है। त्यही भएर 4 घन्टा रेन्जमा सोध्यो भने 2 देखि 4, होइन भने 2 घन्टामा टिक लगाउनुहोस्। अर्को छ उपदफा 5मा पैदल ढुवानी गर्दा गाई भैँसी र भेडा बाख्रालाई बढीमा 3 किलोमिटर अनि पाडापाडी बाछाबाछी र पाठापाठीलाई 2 किलोमिटर र सुँगुर बङ्गुरलाई 1.5 किलोमिटर प्रति घन्टामा नबढाइकन ढुवानी गर्नुपर्छ भन्ने कुराहरू यसले बोल्छ। र पैदल ढुवानी गर्दाखेरि हामीले चाहिँ किन यो व्यवस्था मानेको त भन्दाखेरि चाहिँ कहिल्यै पनि पशुलाई धेरै अत्ताएर दौडाउने अनि गएर लताड्दै पशुलाई चाहिँ छिटो छिटो चाहिँ एउटा ठाउँबाट अर्को ठाउँ पुर्याउने काम गर्नु हुँदैन भन्ने कुरा दफा 8ले बोलिसकेको छ। त्यही भएर चाहिँ हामीले पैदल ढुवानी गर्दा प्रत्येक पशुको हकमा चाहिँ प्रति घन्टा कति दूरी तय गर्छ त पार गर्छ त भन्ने कुराहरू यहाँ फिक्स गरिएको चाहिँ छ। विशेष गरी गाई भैँसी र भेडा बाख्रालाई बढीमा 3 किलोमिटरसम्मको दूरी 1 घन्टामा ठिकै हो। पाडापाडी बाछाबाछी र पाठापाठीलाई 2 किलोमिटरको दूरी ठिकै हो र सुँगुर बङ्गुरलाई 1.5 किलोमिटरको दूरी प्रति घन्टा हुनुपर्छ भन्ने कुराहरू बोल्छ। तर 1 घन्टामा यति हो भने 1 दिनमा कति हो त भन्ने कुराहरूको कन्फ्युजिङ विद्यार्थीहरूलाई रहन्छ र 1 दिनमा कति हो भन्ने कुरालाई चाहिँ उसले चाहिँ 1 दिनमा 24 घन्टा हुन्छ भनेपछि गएर 24ले यो नम्बरहरूलाई गुणन गरेर चाहिँ निकालिदिन्छ। त्यो गलत चिज हो। त्यही भएर 24 घन्टामा पनि 24 घन्टा त दौडिँदैन नि त। 8 घन्टा मात्रै हामीले चाहिँ पशुलाई निर्दिष्ट पार गर्ने दूरी भनेको अधिकतम चाहिँ 1 दिनमा 8 घन्टा मात्रै हो। र पशुलाई दैनिक 8 घन्टाभन्दा बढी हिँडाउनु हुँदैन भनेपछि त 1 घन्टामा चाहिँ तपाईँको गाई भैँसीले भेडा बाख्राले 3 किलोमिटर दूरी पार गर्छ भने मतलब गाई भैँसीले 3 किलोमिटर दूरी पार गर्छ यहाँ लेखेको छ नि। गाई भैँसी र भेडा बाख्राले बढीमा 3 किलोमिटर दूरी पार गर्छ भनेको छ भने अब 1 दिनमा भनेको 1 दिन भनेको 8 घन्टाको समयलाई मात्र भन्न खोजिएको हो। 8 घन्टामा पशुले कति दूरी पार गर्छ त भन्दाखेरि दैनिक हिँडाएर चाहिँ एउटा गाई भैँसीको हकमा 25 किलोमिटर भन्नु होला। त्यहाँ क्यालकुलेट नगर्नु होला। 8 × 3 गरेर 24 हुन्छ। यहाँ 25 लेखेको छ होइन, क्यालकुलेट गर्न पाइएन। भेडा बाख्राको हकमा 30 किलोमिटर, पाडापाडी बाछाबाछी र पाठापाठीको हकमा 15 किलोमिटर र सुँगुर बङ्गुरको हकमा 12 किलोमिटर है। दैनिक के अरे सुँगुर बङ्गुरको हकमा चाहिँ हामीले चाहिँ ट्याक्कै मिलेको छ यहाँ 1.5 किलोमिटरसँग। यो 8 घन्टा भनेपछि 12 मिल्छ, तर अरूमा मिल्दैन। त्यही भएर जेनरली अब तपाईँले के बुझ्नु पर्यो त भन्दाखेरि पशुले 1 दिनमा पार गर्ने दूरी भनेको जम्मा 8 घन्टा हो र 8 घन्टामा पशुलाई 1 दिनमा पार गर्ने दूरीको हकमा क्यालकुलेट गर्न सकिन्छ, जसमा चाहिँ क्यालकुलेसनमा दौडिनु भयो भने 24-25को ठाउँमा 24 आउँछ। त्यो नगर्नु होला। जेनरली एउटा गाई भैँसीहरूको हकमा चाहिँ दैनिक 25 किलोमिटर दूरी पार गर्न सकिन्छ भनेर लेख्नु होला। भेडा बाख्राको हकमा 30 किलोमिटर, पाडापाडी बाछाबाछी पाठापाठीको हकमा 15 किलोमिटर र सुँगुर बङ्गुरको हकमा 12 किलोमिटरसम्मको दूरी हुनेछ भन्नु होला। तर पशुलाई दैनिक 8 घन्टाभन्दा बढी हिँडाउन पाइँदैन भन्ने कुराहरू बुझ्नुपर्छ। दफा 11मा भनेछ हिँडाउने मौसम र समय। कस्तो मौसममा हामीले पशुलाई हिँडाउने र कस्तो समयमा पशुलाई हामीले हिँडाउने भन्ने कुराहरूको बारेमा यहाँ चर्चा भएको छ। विशेष गरी हामीले चाहिँ पशुलाई हिँडाउँदाखेरि धेरैजसो हकमा कहिले पनि एकदम गर्मी एकदम धेरै गर्मी भएको ठाउँमा चाहिँ हामीले चाहिँ एकदम चाहिँ पशुहरूलाई चाहिँ 30 डिग्री सेल्सियसभन्दा माथिको गरीमा चाहिँ कहिले पनि हिँडाउन हुँदैन।
भन्ने कुराहरू यसले बोल्छ। त्यसै गरी एकदम सुक्खा, चर्को, घाम, अविरल वर्षा, आँधी बेह्री, असिना, हिमपात तथा वज्रपात भइरहेको प्रतिकूल मौसममा पनि पशुलाई पैदल ढुवानी गराउन हुँदैन भन्ने कुराहरू भन्छ। किन भन्दा यी असावधानी व्यवहारहरू हुन् र यस्तो व्यवहारहरूमा, यस्तो असावधानी अवस्थाहरूमा चाहिँ हामीले पशुलाई ढुवानी गर्दाखेरि चाहिँ पशुलाई उसको ज्यान खतरा हुने अथवा ज्यान जोखिममा हुने अवस्था हुन सक्छ। त्यही भएर यी कुराहरूलाई चाहिँ हामीले विचार पुर्याउनु पर्छ। अब यो हिँडाउने मौसम र समयमा चाहिँ तपाईँ हामी जसरी चाहिँ गर्मीमा हिँड्दैनौँ त्यति छाता बोकेर हिँड्छौँ, पशुलाई छाता ओढाउने त चलन छैन। अनि वर्षामा पनि हामी हिँड्दैनौँ, आधी बेरी असिना हिमपातमा पनि हामी हिँड्दैनौँ। ठ्याक्क हामीले गर्ने व्यवहार पशुलाई गर्ने हो होइन। यो कुराहरू हामीले बुझ्नुपर्छ। हामीले आफूलाई जस्तै पशुलाई पनि व्यवहार गर्नुपर्छ ताकि चाहिँ पशुहरूलाई चाहिँ पशु कल्याणको दृष्टिकोण सुनिश्चित होस्। त्यही भएर दफा 11को उपदफा 1मा जुन कुरा भनिएको छ त्यो कुराहरू जुन चाहिँ मौसमको अवस्था छ त्यसलाई विचार पुर्याएर ढुवानी गर्नुपर्छ। र उपदफा 2मा के भन्छ भन्दाखेरि अप्ठ्यारो बाटोमा अँध्यारो समयमा पशुलाई पैदल ढुवानी गर्नुपर्ने हुँदैन। किन भन्दा अप्ठ्यारो बाटोमा अँध्यारो समयमा ढुवानी गर्नुहुन्छ, पशु चाहिँ खस्ला, चोट लाग्ला, लड्ला, अङ्गभङ्ग होला, क्षति कसलाई भयो त? हामीलाई नै भयो नि होइन। त्यही भएर यो पशुलाई हुने कल्याणको बाहेक पशुलाई अप्ठ्यारो हुन्छ भने त्यसले हामीलाई अप्ठ्यारो बनाउँछ कि। पशुलाई तपाईँले जति अप्ठ्यारो बनाउनुहुन्छ त्यसले हामीलाई इकोनोमिकली अप्ठ्यारो बनाउँछ। किन भन्दा ऊ त लस हुन्छ, उसको लस हाम्रो पैसासँग जोडिया हुन्छ। भोलि ऊ बाँच्यो भने उसले हामीलाई उत्पादन दिन्छ, फाइदा हामीलाई गराउँछ। त्यो सोचले हामीले चाहिँ पशुलाई हिँडाउने र पशुलाई चाहिँ व्यवहार गर्ने काम गर्नुपर्छ भन्ने कुराहरू दफा 11को उपदफा 2ले बोल्छ। त्यसपछि परिच्छेद 4मा भनेको छ सडकमा चल्ने साधनमा पशु ढुवानी गर्ने मापदण्ड भनेको छ। सडकमा चल्ने साधनमा पशु ढुवानी गर्ने मापदण्डको हकमा छुट्टै कुराहरू छ है साथी हो। पैदल ढुवानीको हकमा दफा 11सम्मको कुराहरू इम्पोर्टेन्ट थिए भने सडकमा ढुवानी गर्दाखेरिमा चाहिँ ढुवानी यहाँ पनि हो। मान्छेले दुई तरिकाले बुझिदिन्छन् कि ढुवानीको हकमा एउटै पढिदिन्छन्, सडकमा पैदल भन्छ, ढुवानी हो एउटै मापदण्ड लागु हुन्छ भन्छ। तर यो फरक छ, त्यो कुराहरू हामीले बुझ्नुपर्छ। त्यही भएर सडकमा चल्ने सवारी साधनमा पशुलाई ढुवानी गराउनुहुन्छ भने निम्न सामग्रीहरू पशुको साथमा हुनुपर्छ भन्ने कुराहरू चाहिँ दफा 12ले बोल्छ। के त भन्दाखेरि चाहिँ देशभित्र आन्तरिक ओसार पसार हुने पशुको हकमा चाहिँ पशु चिकित्सकद्वारा दर्तावाल पशु चिकित्सकद्वारा जारी गरिएको स्वास्थ्य प्रमाणपत्र। त्यसै गरी आएर चाहिँ देश बाहिरको हकमा क्वारेन्टाइन प्रमाणपत्र। पशुलाई उपचार बाटोमा केही गरी कुनै घटना घटियो, घाउचोट लाग्यो भने त्यसलाई उपचार गराउँदाखेरि जुन आकस्मिक उपचारको लागि आवश्यक पर्ने प्राथमिक उपचार सामग्रीहरू। अनि गएर पशु लोड गरिएको पशुहरूमा जुन गाडीमा लोड गरिएको छ त्यो गाडीको विवरण, त्यसै गरी गन्तव्य स्थानमा पुग्ने समय, पशु पाउने पक्षलाई अग्रिम जानकारी गराउनु पर्ने हुन्छ। अनि 1 घण्टाभन्दा बढी समय लाग्ने अवधिको लागि मात्रै पैदल गाडी सवारी साधनमा ढुवानीको मापदण्ड लागु हुन्छ। त्यो पनि हामीले बुझिराखौँ। दफा 13मा भन्छ पशुलाई घुलमिल गराउनु पर्ने भन्छ। पशु घुलमिल किन गराउनुपर्छ भन्ने कुराहरू अगाडि मैले तपाईँलाई भनिसकेँ पैदल ढुवानीको हकमा। यहाँ पनि त्यही नै हो। विभिन्न ठाउँहरूबाट ल्याएका पशुलाई एक ठाउँमा कलेक्सन गरेर हामीले के गर्छौँ त त्यसलाई ढुवानीमा प्रयोग गर्छौँ। कोही पूर्वबाट हुन्छ, कोही पश्चिमबाट हुन्छ, कोही उत्तरबाट हुन्छ, दक्षिणबाट हुन्छ र सबै ठाउँबाट कलेक्सन गरेर एक ठाउँमा ल्याउने काम गर्छौँ। काठमाडौँ अथवा सहर बजारहरूमा पशुहरूलाई बढी युज गरिन्छ भने त्यस्ता ठाउँमा पशुलाई विभिन्न ठाउँबाट ल्याएका पशुहरू एक आपसमा नमिल्ने अवस्था हो भने त झगडा गरेर गाडीमा चाहिँ उत्पात हुन्छ होइन, पशुहरूको लस हुन सक्छ। त्यो चान्सहरूलाई कम गर्नको लागि कम्तीमा 24 घण्टा अगाडिदेखि नै पशुलाई के गर्नुपर्छ त घुलमिल गराउनुपर्छ भन्ने कुराहरूले बोल्छ है।
24 घण्टा अगाडिबाट। दफा 14मा भनेको छ छुट्टा छुट्टै ढुवानी गर्ने भनेर भनेको छ। कस्ता पशुलाई छुट्टा छुट्टै ढुवानी गर्ने त दफा 14 अनुसार भन्दा जुन पशुको शारीरिक बनोट फरक छ, जो पशुहरू चाहिँ एउटै गाडीमा राखेर ढुवानी गर्न सक्ने अवस्था छैन, विभिन्न जातका, विभिन्न उमेरका, लिङ्ग फरक भएका, शारीरिक अवस्था फरक भएका र स्वभाव फरक भएका पशुहरूलाई छुट्टा छुट्टै गाडीमा राखेर ढुवानी गर्नुपर्छ। गाईलाई भैँसीसँग ढुवानी गर्न हुँदैन, भेडालाई चाहिँ तपाईँको बाख्रासँग ढुवानी गर्न नहुने भन्छ। गाईमा पनि एउटा भाले र पोथी होला छुट्टा छुट्टै ढुवानी गर्नुपर्छ भन्छ, र गाईमा पनि तपाईँको जर्सी र होलिस्टिन फ्रिजियन होला छुट्टा छुट्टै ढुवानी गर भन्छ। किनभने जात पनि फरक छ भने फरकसँग फरक गाडी युज गर्नुहोस् भन्छौँ हामीले। नभए दुईटा पशु लडिदिन सक्छ, झगडा हुन सक्छ, एउटा चाहिँ जातको पशु डोसाइल हुन सक्छ, अर्को जातको पशु चाहिँ एग्रेसिभ हुन सक्छ। त्यसले गर्दाखेरि लस त कसलाई भयो त? हामीलाई नै भयो नि। त्यही भएर त्यो कुराहरू हामीले विचार पुर्याएर पशुलाई चाहिँ हामीले फरक शारीरिक बनोट भएका, फरक जातका, फरक उमेरका, फरक लिङ्ग, फरक स्वभाव भएका पशुलाई छुट्टा छुट्टै गाडीमा राखेर ढुवानी गर्दा राम्रो हुन्छ भन्ने कुराहरू दफा 14को दफा 1ले भन्छ। अर्को कुरो छ, भेडा बाख्रा सुँगुर बङ्गुर र 5 महिनाभन्दा कम उमेरका पाडापाडी बाछा बाछीहरूलाई चाहिँ थोरै सङ्ख्यामा ढुवानी गर्नुपर्ने भएमा एउटै साधनमा क्रेट बनाएर भनेको अलग्गै कोठा पारेर ढुवानी गर्न चाहिँ सकिन्छ भनेर भन्छ। क्रेट बनाउने भनेको जस्तै अब एउटा गाडी हो, यो हेर्नु त यो गाडीको पाङ्ग्रा हो, यो ड्राइभर बसेको छ अगाडि, यो गाडी हो एउटा। यदि तपाईँ गाई भैँसी भयो त ठुला जनावर भयो, एउटा मात्रै ट्याक्क चाहिँ ठुलो जनावर भएपछि बढी स्पेस लिन्छ, उसलाई चाहिँ क्रेट बनाएर पाल्न राख्न सकिँदैन। तर सानो जनावर छ, भेडा बाख्रा सुँगुर बङ्गुर, 5 महिनाभन्दा कम उमेरका पाडापाडी बाछा बाछीहरू भने त्यो त हाइट सानो हुन्छ, यो गाडीको यत्रो हाइटमा त्यो सानो 1 नम्बरकै कोठामा चाहिँ उसको एउटा हाइटले छेकिन्छ भने 2 नम्बर र 3 नम्बरको कोठा त खाली जान्छ। त्यही भएर यस्तो हकमा चाहिँ यो टोटल यो गाडीको एरियालाई 3 भागमा डिभाइड गर्न सकिन्छ, अथवा आवश्यकता अनुसार डिभाइड गर्न सकिन्छ, 2 भागमा 3 भागमा। हामी प्रायः चाहिँ 2 भागमा डिभाइड गरेको हामीले देखिराखेका छौँ। र कत्रो स्पेस छ त्यो अनुसार चाहिँ त्यो भेडा बाख्रालाई एक तहको तल राख्ने, त्यसपछि अर्को तहको माथि राख्ने, त्यसपछि अर्को तहको झन् माथि राख्ने, र एउटै ट्रकमा चाहिँ तपाईँ यो सबै लोड गरेर ढुवानी गर्न सकिन्छ। किन भन्दाखेरि ढुवानी खर्च चाहिँ यसले घटाइदिन्छ है, ढुवानी खर्च चाहिँ यसले घटाइदिन्छ। त्यही भएर हामीले चाहिँ सँगै ढुवानी गर्न चाहिँ सक्छौँ। कस्तो अवस्थामा त भन्दा भेडा बाख्रा सुँगुर बङ्गुर र 5 महिनाभन्दा कम उमेरका पाडापाडीहरूलाई बाछा बाछीहरूलाई थोरै सङ्ख्यामा ढुवानी गर्नुपर्ने भएमा क्रेट बनाएर ढुवानी गर्न सक्नुहोस् है। एउटै गाडीमा यहाँ भेडा बाख्रा राख्न सकिन्छ, यहाँ भेडा राख्न सकिन्छ, बाख्रा राख्नु बङ्गुर राख्न सकिन्छ, तर क्रेट बनाउन सक्नुहुन्छ छुट्टा छुट्टै है। तर सँगै भेडा बाख्रा बङ्गुर एउटैमा मिसाउने भने होइन यसले। अर्को चाहिँ 6 हप्ताभन्दा कम उमेरका पाडापाडी बाछा बाछीहरूलाई माउसँगै एउटै गाडीमा छुट्टै क्रेटमा राखेर ढुवानी गर्न पनि सकिन्छ। किनभने ती बच्चाहरू त दुध चुस्ने अवस्थाका हुन्छन् होइन। यो आमासँग बच्चा सँगै जाँदाखेरि आमालाई पनि ढुक्क, बच्चालाई पनि सेफ फिल हुन्छ कि। त्यही भएर चाहिँ हामीले 6 हप्ताभन्दा कम उमेरका पाडापाडी बाछा बाछीहरूलाई माउसँगै एउटै गाडीमा छुट्टै क्रेट बनाएर ढुवानी गर्ने भनेको माउ यहाँ बस्छ भने बच्चालाई माथिपट्टि एउटा छुट्टै एउटा चाहिँ बोराको के भन्छ त्यसलाई क्रेट बनाउने भनेको चाहिँ बोराले चाहिँ यहाँ बेडिदिने र त्यहाँ माथि बच्चा चाहिँ राखिदिने। सँगै तल नराखौँ, किन भन्दा आमाहरू धेरै प्रकारका हुन्छन्, कोही चाहिँ कुशल मातृत्वको गुण नभएको हुन्छ, एउटाले अर्कोलाई कुल्चिदिन सक्छ। बच्चाहरूलाई त्यो अप्ठ्यारो नहोस् भनेर हामीले माथि छुट्टै एउटा क्रेट बनाएर बच्चालाई माथि आमालाई तल पारेर राख्न सक्छौँ त्यही गाडीमा। अर्को छ ब्याउने अन्तिम अवस्थामा पुगेका गर्भिणी पशुलाई पनि ढुवानी गर्न सकिन्छ। उता चाहिँ पैदल ढुवानीको हकमा गर्न हुँदैन भनेको थियो, तर सवारी साधनमा सकिन्छ। किन भन्दा कहिलेकाहीँ डिस्टोकियाको केस हुनसक्छ होइन, बच्चा कहिलेकाहीँ टर्सनको केस हुनसक्छ। अब त्यो त तपाईँको घर घरमा त डाक्टर त नपुग्ने अवस्था हुनसक्छ दुर्गमताको हकमा भने त्यस्तो अवस्थामा हामीले पशुलाई हस्पिटलसम्म लानको लागि व्यवस्था गर्दाखेरि ब्याउने अवस्थाका पशुलाई पनि गाडीमा राखेर ढुवानी गर्न सकिन्छ भनेर भनेको छ। 10% ब्याउने समय बाँकी छ भने ढुवानी गर्न सकिन्छ भन्छ। जहिले पनि पशुलाई ढुवानी गर्दा
गाडीको अग्रभागतर्फ मुख फर्किने गरी गाडीमा पशुलाई ढुवानी गर्नुपर्छ भन्छ। अब गाडीको अग्रभाग भनेको किन हो त भन्दाखेरि चाहिँ यो गाडी यताबाट गइराखेको छ, यता दौडिराखेको छ, पशु यतातिर फर्केको छ भने त्यसले चाहिँ पशुलाई चाहिँ डिगाटा लाग्ने हुन्छ, अपोजिट डिरेक्सनमा बस्नु हुँदैन पशु। त्यही भएर गाडीको अग्रभाग भनेको चाहिँ जतातिर चाहिँ पशु दौडिन्छ त्यतैतिर चाहिँ, जतातिर गाडी दौडिन्छ त्यतैतिर चाहिँ पशु पनि मुख फर्केको हुनुपर्छ। यो एउटै डिरेक्सनमा हुन्छ, यसले गर्दाखेरि राम्रो हुन्छ, पशुहरूलाई रिगाटा पनि लाग्दैन, राम्रै ढुवानी हुन्छ भन्ने कुराहरू भन्छ दफा उपदफा 5। त्यही भएर यो कुराहरू व्यवस्था गर्नुपर्छ। उपदफा 6मा के भन्छ भन्दाखेरि साना चौपायालाई तल्ला बनाएर ढुवानी गर्न सकिन्छ, तर ठुला चौपायालाई तल्ला बनाएर ढुवानी गर्न पाइँदैन है। अब साना चौपायालाई तल्ला बनाएर ढुवानी गर्न चाहिँ पाइन्छ, ठुला जनावरलाई तल्ला बनाएर ढुवानी गर्न पाइँदैन। पहिला मान्छेले गर्थे, राँगो काठमाडौँसम्म आउँदा मैले देखेको छु ट्रकमा तल्लोपट्टि राँगोलाई बसाइदिन्थे अनि त्यसको माथिपट्टि फ्लेक लगाउँथ्यो, फेरि माथि पनि राँगोलाई बसाइदिन्थ्यो अनि दौडाइदिन्थ्यो। त्यो राँगो बिचरा 8 घन्टासम्म बसेको बसै हुन्थ्यो, तर त्यसलाई चाहिँ त्यो ठुला चौपायालाई पनि त्यो गाडीको चाहिँ दोहोरो खर्च नहोस् भनेर त्यसलाई चाहिँ उ गरेर मतलब उभाएर के अरे बसाएर चाहिँ दौडाइदिन्थ्यो 8-8 घन्टासम्म। अहिले बेड सोरको समस्याहरू, पशुलाई घाउ लाग्ने, लामो समयसम्म एकै ठाउँमा बसिराख्दा त पशुलाई घाउ हुन्छ नि, मान्छेलाई त हुन्छ। त्यही बेड सोरको समस्याहरूलाई नियन्त्रण गर्नको लागि साना चौपायालाई चाहिँ तल्ला बनाएर ढुवानी गर्न सकिन्छ, तर ठुलालाई गर्न हुँदैन भनेर भनेको। साना त उभिन नि सक्छ नि तल्ला बनाउँदा, ठुला उभिँदैन नि त, तल्ला बनाउँदा त स्पेसै घट्छ। त्यही भएर चाहिँ दफा 15मा छ ढुवानी गराउँदा पशुलाई बाँध्न नहुने भन्छ है। अब मैले केही फोटोहरू तपाईँलाई देखाउँछु। जस्तै यहाँ हेरौँ, मान्छे हो भने त यसरी पनि ढुवानी हुन्छ मान्छे, गडको र कोटेश्वर दौडिन्छ होइन। यसरी चाहिँ पशुलाई ढुवानी गर्न हुँदैन है। मान्छे चाहिँ पशुभन्दा नि खतरनाक भयो, तर गर्न चाहिँ नहुने हो वास्तवमा। यस्तै यहाँ देखिराख्नु भएको छ यो पशु ढुवानीको हो। यो पशुलाई यसरी चाहिँ घोडालाई, अब यो बाहिरको विदेशको फोटो हो, घोडालाई यसरी टाउको बाहिर राखेर ढुवानी गर्ने काम गर्न हुँदैन है। त्यसपछि यो के हो, सिटै राख्दैछ। यो लेभलसम्मको ढुवानी ठिक छ है, यो लेभलसम्मको ढुवानी ठिक छ, तर यो धेरै उसको चाहिँ मुख बाहिर निस्क्यो, उताबाट अर्को ट्रक आउँदा फेरि हान्न सक्छ। त्यही भएर अलिकति यो लेभलको ढुवानी चाहिँ गर्नुपर्छ हामीले चाहिँ है। अर्को कुरो छ, अब यहाँ पशुलाई ढुवानी गराउने कुराहरूमा अब धेरै विदेशको फोटो मात्रै हालेको छ, हाम्रो नेपाली गाई भैँसीको कहाँ छ त। ल यो कुकुर हो, यो चाइनामा हो, चाइना हो, यो कुकुर खाइराखेको हुन्छ उनीहरू। त्यसपछि ल हेर्नुहोस् यहाँ, यो कुकुरलाई तल्ला बनाएको भनेको यो ठुलो ट्रकमा हेर्नुहोस् त, एक तला यहाँ चाहिँ कुकुर राखेको छ, अर्को यहाँ राखेको छ, अर्को त्योभन्दा माथि राखेको छ। तल्ला बनाउने भनेको यसरी हो। यति मात्रै कुकुरलाई ढुवानी गर्दाखेरि के हुन्छ त भन्दाखेरि यत्रो स्पेस त त्यसै खेर गयो नि त। त्यही भएर साना पशुको हकमा यसरी तल्ला बनाएर ढुवानी गर्न सकिन्छ भन्न खोजेको हो है। तल्ला भनेको यो हो। यो हेर्नुहोस् त, यो मोराहरूले छतमा पनि के बाँधेको छ यो।
गाई हो कि के हो बाँधेको छ, भेडा बाख्रा बाँधे, यसरी ढुवानी गर्न हुँदैन कहिले पनि, है। तल यात्रु बस्ने, माथि चाहिँ यसरी चाहिँ ढुवानी गर्ने, व्यापारिक प्रयोजनको लागि यसरी गर्न हुँदैन, यो त व्यापारिक प्रयोजन भयो। एउटा दुइटा हो भने पिकनिक सिकनिक गर्दा मान्छेले, नेपालीले तल्ला बोकालाई सबसे माथि झुन्ड्याउँछन् अनि ढुवानी गर्छन्। अरूहरूमा चाहिँ यसरी व्यापारिक प्रयोजनको लागि चाहिँ मान्छेले गर्न हुँदैन, है। सबभन्दा राम्रो पशु ढुवानीको विधि यो हो, यदि आफ्नो बच्चा छ भने सँगै बच्चालाई राखेर आमासँगै ढुवानी गर्न सकिन्छ। बट यदि आफ्नो बच्चा होइन भने यसरी चाहिँ बच्चालाई पनि आमासँगै राख्ने, या दुईटा तिनवटा अरू आमा छ भने यो बच्चालाई त उसले त आफ्नो सरल व्यवहार गर्दैन नि त, बस्दाखेरि ऊ किचिला यताउति होला। तर एउटै बच्चा छ, एउटै आमा छ भने यसरी ढुवानी गर्न पाइयो, है। ल हेर्नु, तिनीहरूलाई यसरी चाहिँ हल्का डोरी लगाएर बाँध्न सकिन्छ, तर पुरै हाम्रो त नाकै माथि उचालेर बाँधिराखे हुन्छ, पुच्छर बटारेर बाँधिराखे हुन्छ, त्यसरी बाँध्न पाइँदैन भनेर भनेको छ यसले। अब ठुला पशु के अरे ठुला पशुहरूको हकमा चाहिँ यसरी चाहिँ उभिने बस्ने हुनुपर्छ, तल्ला बनाउन हुँदैन भन्छ। त्यसपछि हामी चाहिँ साना पशुको हकमा चाहिँ तल्ला बनाएर ढुवानी गर्न सकिन्छ भने ठुलालाई चाहिँ गर्न हुँदैन भन्ने कुराहरू यसले बोल्छ। यसरी ढुवानी गर्न सक्छौँ। अब अरू ढुवानीको हकमा के भन्ने हो, पैदल ढुवानीको हकमा भइहाल्यो, गाडीमा ढुवानीको हकमा उम्, उम्, कहाँ देखेको थियो, एउटा राम्रो फोटो देखेको थियो ढुवानीको। ल हेर्नु, यो त खतरनाक ढुवानी विधि भन्छ यसलाई। ल यो नेपालीले गर्न सक्छ यस्ता कुराहरू। पशुलाई गाडीमा अट्नेसम्म अट्यो, नभए यो मान्छे झुन्ड्याए जस्तै बाँधेर झुन्ड्याएर पनि ढुवानी गरिराखेको हुन्छ, होइन। यस्तो कामहरू ट्रक पनि नेपाली जस्तै देखिएको छ, मान्छे पनि नेपाली जस्तै छ, होइन। तर रोड हेर्दाखेरि विदेशी जस्तो छ, नेपाली होइन, है। नेपालमा यसरी कहिले पनि भएको छैन र गर्दा पनि गर्दैन। अलिकति ह्युमन बिहेभियर छ नेपालमा, तर यो विदेशी हो, विदेशी ठाउँ हो। यसरी पनि मान्छेले चाहिँ एउटै साधनमा धेरै पशु हटाउनको लागि यो व्यवहार पनि गरिदिन्छ, यस्तो गर्न हुँदैन। बुझिहाल्नुभयो। अब यो विधि पनि राम्रो होइन, हेर्नुहोस् त, यो गाडीको मुख चाहिँ अगाडितिर छ, पशु यतातिर फर्किया छ, यो अपोजिट डिरेक्सनमा भयो कि भएन? गाडीको अपोजिट डिरेक्सनमा त्यसरी गर्न हुँदैन कहिले पनि, गाडीकै दिशातिर मुख फर्काउनु पर्छ। त्यो पनि ऐन कानुनमा भनेको छ नि त, त्यो पनि तपाईँहरूलाई थाहा छ। त्यही भएर यो व्यवहारहरू हामीले विचार गर्नुपर्छ। ल, नेपालमा एकदम सेफ छ अहिले पशु ढुवानी, एकदम राम्रो लाग्छ मलाई अहिलेको पशु ढुवानी। विदेशमा बरु अलिकति हेर्नुहोस् त, यो पनि गाडीको पछाडितिर फर्किया छ, यो अगाडितिर फर्किया छ। पहिला मान्छेले नेपालमा पनि यसरी गर्थ्यो, तर अहिले गाडीको दुईतिर डिरेक्सन गरेर पशु ढुवानी हुँदै हुँदैन। जस्तै यही ठाउँमा हेरौँ न, यो गाई चाहिँ यता फर्किया छ, यो बिचमा अर्को गाई उता फर्किया छ, फेरि यता फर्किया छ, अर्को उता फर्किया छ। यसले दिसा पिसाब गर्दा यसलाई कति अप्ठ्यारो हुन्छ होला, होइन? र यसले दिसा पिसाब गर्दा उताको अप्ठ्यारो हुन्छ, होइन? त्यही भएर चाहिँ यो मान्छे आफू कसरी बसेको छ त्यसरी नै पशुलाई व्यवहार गर्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ। नेपालमा पहिला हुन्थ्यो यस्तो, राँगो बाहिरबाट भित्र आउँदा यस्तै व्यवहार हुन्थ्यो, तर अहिले चाहिँ त्यस्तो चाहिँ छैन। ल,
अब हामी पुनः दफा 15मा जान्छौँ। पशुलाई ढुवानी गर्दा पशुलाई बाँध्न नहुने भन्ने कुराहरूले बोल्छ। कहिले पनि पशुलाई ढुवानी गर्दा चाहिँ एकदम नाकेडरी लाउने, पुच्छर बटार्ने, खुट्टा बाँध्ने, यातना हुने गरेर बाँध्ने काम गर्न हुँदैन। तर पशुलाई घाउ चोट नहुने गरेर चाहिँ नभागोस् भन्नको लागि चाहिँ साधारण तरिकाले बाँध्न भने चाहिँ सकिन्छ है। साधारण तरिकाले बाँध्न सकिन्छ, तर यातना हुने गरी पशुलाई कहिले पनि बाँध्न हुँदैन, यो कुरा याद गर्नु। अर्को छ दफा 16मा, पशुलाई ढुवानी गर्ने यातायातको साधन कस्तो हुने त, र यातायातको साधनमा के व्यवस्था गर्ने त भन्ने कुराहरूमा, पशुलाई ढुवानी गर्ने यातायातको साधनमा पर्याप्त हावा आवागमन हुने व्यवस्था मिलाउनु पर्छ। यातायातका साधनको भुइँ वा सतहमा ढुवानी गरिने पशु नचिप्लिने गरी करिब 6 इन्चको बाक्लो बालुवा, भुस अथवा परा राख्नुपर्छ सोतरको रूपमा है। अनि गएर चाहिँ पशुको जुन के अरे ढुवानी हुने साधनमा विशेष गरी आएर पशुले चाहिँ चोट नलागोस् र पशुलाई चाहिँ अप्ठ्यारो नहोस् भन्नको लागि यो नरम वस्तु सहितको भित्ता हुनुपर्छ। कहिलेकाहीँ गाडीमा हेर्नुहोस् त कति तात्तिन्छ नि गाडी, अनि एकैछिनमा गाडी तात्तेर चाहिँ त्यसले के हुन्छ त भन्दाखेरि चाहिँ हाम्रो यसरी चाहिँ हामीले चाहिँ पशु वस्तुहरूलाई अप्ठ्यारो नहुने गरेर चाहिँ भित्ता व्यवस्थापन गर्नुपर्छ, जसमा चाहिँ विशेष गरी आएर फलामको भित्तामा त चाँडै पोल्ने, चोट बढी लाग्ने, काँटीहरू भित्तामा भएको छ भने त्यसले चाहिँ उसलाई चाहिँ घोच्ने, यी कामहरू हुन्छ भने सकेसम्म हामीले चाहिँ ती कुराहरू हुन हुँदैन भन्ने कुराहरू हामीले विचार पुर्याउनु पर्छ। अर्को छ पशुले गाडी र जमिनको फरक थाहा नपाउने गरेर गाडीको पछाडिको पार्टमा चाहिँ विशेष गरी आएर चाहिँ टम्म मिलेको काठ लगाइदिनुपर्छ। किनकि चाहिँ माथिबाट पशुले गाडी चलेको हेर्दाखेरि आत्तिन्छ कि कति स्पिडमा गएको हो, उसलाई त्यो लाग्छ। अब हामी मान्छे भइदिए त ड्राइभरलाई बिस्तारै चलाउनु भन्छ, त्यो पशु मरले के भन्छ केही भन्दैन, बिचरा भनेको पनि बुझ्दैन ड्राइभरले होइन। त्यही भएर हामीले चाहिँ सकेसम्म चाहिँ उसलाई बाहिरको जुन स्पिड देख्न नपाउने गरी पछाडिको जुन काठको फ्लेक लगाउनु पर्छ, ताकि चाहिँ उसलाई चाहिँ पछाडिको त्यो गाडीको हिँडाइ चाहिँ महसुस नहोस् है। अर्को कुरो छ पशु गाडीमा उकाल्ने र ओह्राल्ने स्थानको है प्लेटफर्मको व्यवस्थापन हामीले गर्नुपर्छ, र सो नभएको स्थानमा चाहिँ उपयुक्त डोरी र काठको फ्ल्यागको व्यवस्थापन गर्नुपर्छ। प्लेटफर्मको व्यवस्थापन किन गरिन्छ त भन्दाखेरि पशुलाई उकाल्न ओह्राल्न गाह्रो हुन सक्छ नि त। जस्तै यहाँ तपाईँले देख्नु भएको छ, पशु यति माथि चढ्या हुन्छ र कहाँ गयो, अघि मैले एउटा फोटो देखाएको थिएँ, जस्तै हेर्नु त यति माथि पशु बस्या छ। अब यो पशु माथि जाँदाखेरि त कसरी लग्यो होला त, प्लेटफर्म भइदियो भने त त्यसले राम्रो हुन्छ नि त, त्यो कुराहरू भन्न खोजेको हो कि। त्यो चाहिँ व्यवस्थापन गर्नुपर्छ। जस्तै अब तपाईँको चाहिँ यो जस्तै यहाँ हेर्नुहोस्, यो राम्रो इक्जाम्पल छ। ल हेर्नुहोस्, यो भैँसीलाई माथि तान्दैछ है। अब यो बिचरा कति गाह्रो छ, उसलाई प्लेटफर्म छैन नि त यहाँ। तर यही ठाउँमा चाहिँ यहाँ माथि चाहिँ घर थियो र घरको लेभलसम्म गाडी ल्याउने र त्यसपछि पशुलाई त्यहाँ लाने, कति राम्रो हुन्थ्यो। अब यसरी पछाडिबाट बिचरा धकेल्दैछ, अगाडिबाट डोरीले तान्दैछ, भैँसीलाई माथि चढ भनेको छ, यसले मलाई के गर्न लाग्यो भन्ने सोचेर चढिन खोजिराखेका छैन। यस्तो प्लेटफर्महरू नभएको ठाउँमा चाहिँ सकेसम्म यो गाडी चाहिँ सकेसम्म घरसम्म पुग्ने गरी चाहिँ टम्म मिलेको लेभलसम्म भर्याङसम्म पुग्ने गरी भइदियो भए ठ्याक्क पशु आएर यहाँ बस्न सजिलो हुन्थ्यो कि हुन्थेन। त्यही भएर यो प्लेटफर्मको व्यवस्थापन भनेको त्यसलाई चाहिँ सकेसम्म चाहिँ राम्रोसँग चाहिँ त्यसलाई चाहिँ उकाल्न र ओह्राल्न सजिलो होस् भनेर बनाइएको व्यवस्था हो। अर्को छ यो
दफा 17 गाडीमा पर्याप्त स्पेस उपलब्ध गराउनुपर्छ भन्छ, कोचेर राख्ने काम नगरौँ र फ्लोर स्पेस चाहिँ आवश्यकता अनुसार यहाँ उल्लेख गरिएको छ त्यो अनुसार बनाउनुपर्छ भन्छ। जस्तै गाई भैँसी जातको लागि प्रति पशुको लागि चाहिँ 0.84 देखि 1.27 वर्गमिटरको क्षेत्रफल हुनुपर्छ, एउटा वयस्क गाई भैँसीको लागि भन्न खोजेको हो। पाडापाडी बाछाबाछीको लागि 0.3 देखि 0.4 वर्गमिटरको क्षेत्रफल हुनुपर्छ। सुँगुर बङ्गुरको लागि चाहिँ विशेष गरी आएर चाहिँ 0.3 देखि 0.4 वर्गमिटरकै क्षेत्रफल हुनुपर्छ र भेडा बाख्राको लागि 0.2 देखि 0.3 वर्गमिटरको क्षेत्रफल हुनुपर्छ भन्ने कुराहरूले बोल्छ। त्यही भएर यो प्लेटफर्महरू हामीले व्यवस्थापन गर्न सकेमा त्यो स्पेसमा पशु ढुवानी गर्दा पशुलाई चाहिँ अप्ठ्यारो हुँदैन र त्यो स्पेस एउटा चाहिँ रिलायबल स्पेस हो। विशेष गरी आएर त्यो स्पेसमा चाहिँ हाम्रा पशुहरू चाहिँ सजिलै तरिकाले ढुवानीमा चाहिँ उसलाई दुःख हुँदैन भनौँ, सजिलै तरिकाले ढुवानी गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ छ। दफा 18मा भनेको छ लामो दूरीको ढुवानी। लामो दूरीको ढुवानीको हकमा के भनेको छ त भन्दा रोगी घाइते पशुहरूलाई उपचार गराउने प्रयोजन बाहेक लामो दूरीको ढुवानी गर्न हुँदैन, गाडीमा भए पनि है। अब पैदल त गर्ने कुरै छैन हेर्नुहोस्, तर गाडीमा पनि तपाईँ यदि कुनै पशुलाई ढुवानी गर्दै हुनुहुन्छ नि उपचार गराउने प्रयोजनको लागि मात्रै रोगी र घाइतेलाई ढुवानी गराउनु होला, अरूमा होइन। अर्को कुरो छ दुब्लो पातलो बदुवा अशक्त पशुहरूलाई पनि गाडीमा ढुवानी गर्न हुँदैन र यदि ढुवानी गर्नै पर्ने भएमा ख्याल गरेर मात्रै गराउनुपर्छ र यस्तो ढुवानीको अवधि 8 घन्टाभन्दा बढीको हुँदैन भन्ने कुराहरूले बोल्छ। अर्को छ ब्याउने अवधिको 10% समय बाँकी भएका पशुलाई गाडीमा राखेर 8 घन्टासम्म ढुवानी गर्न सकिन्छ, तर ब्याउने अवधिको 10% भन्दा कम समय छ भने अब गाडीमा ढुवानी नगर्नुहोस्, किनभने त्यो भरे भोलि नै हुनसक्छ, ब्याउन सक्छ। गाई भैँसी भेडा बाख्रा सुँगुर बङ्गुरहरू जस्ता पशुहरूको हकमा लामो दूरीको ढुवानी गर्दा दैनिक 8 घन्टामा नबढाएर एकपटकमा 36 घन्टासम्म ढुवानी गर्न सकिन्छ भनेको छ। भनेको दिनको 8 घन्टामा नबढाइकन एकपटक लोड गरेको पशुलाई रेस्ट गराउँदै 36 घन्टासम्म चाहिँ ढुवानी गर्ने भनेको कति दिन हो भनेर क्वेसन सोध्छ भने धेरैले 24ले भाग गरिदिन्छ 36लाई, 1.5 दिनमा टिक्लाइदिन्छ, त्यो गलत भयो। किनभने दिनमा 8 घन्टा भनेपछि 8ले भाग गर्नु पर्यो नि त 36लाई, भनेपछि 4.5 दिनसम्म ढुवानी गर्न मिल्छ भन्ने कुरा। अब 4.5 भनेर क्वेसनमा अप्सनमा त नदिन सक्छ, 1 2 3 4 दिन सक्छ अथवा 2 3 4 5 दिन सक्छ भने केमा टिक्लाउने? 5मा जाने कुरै होइन। 5 भनेको 8 पंजे 40 घन्टा हुन्छ, 36भन्दा बढ्न पाइएन एकचोटि लोड गरेको पशुलाई ढुवानी गर्दा। त्यही भएर चाहिँ 4 दिनमा टिक्लाउने है। 4.5 भयो, 4.5 दियो बेस्ट भएको, नभए चाहिँ 4 दिनमा टिक्लाउने। र यसरी यात्रा गराउँदा 8 घन्टापछि पशुलाई चाहिँ गाडीबाट ओह्रालेर रात बिताउने स्थानमा उचित दाना पानीको व्यवस्था चाहिँ मिलाउनु पर्छ है। रात बिताउने स्थानमा उचित दाना पानीको व्यवस्था मिलाउने पशुलाई ढुवानी गर्दाखेरि र सकेसम्म यसरी ढुवानी गर्दाखेरि पशुलाई चाहिँ हामीले धेरैभन्दा धेरै के भन्छ अरे यो दाना पानीको व्यवस्थापनको हकमा चाहिँ विभिन्न होल्डिङ यार्डहरूमा राख्न सक्नुहुन्छ। माछाको हकमा पनि यही नै लागू हुन्छ। दफा 19मा भनेको छ ढुवानी अवधिमा दाना पानीको व्यवस्था गर्नुपर्ने भनेको छ। ढुवानी अवधिमा दाना पानीको हकमा चाहिँ सकेसम्म चाहिँ सुँगुर बङ्गुर बाहेक अरू सबै जनावरलाई उचित दाना पानी दिएर मात्रै गाडीमा ढुवानी गर्न सकिन्छ। र सुँगुर बङ्गुरलाई किन दाना पानी दिँदैन? सुँगुर बङ्गुरलाई पनि दिँदैन, मोनोग्यास्ट्रिक कुनैलाई पनि दिँदैन। मोनोग्यास्ट्रिक भनेको एउटा मात्रै बुढी भएको जस्तै घोडाहरूलाई पनि दिँदैन। किन भन्दा ढुवानीको क्रममा तपाईँको पशुलाई पेट हलचल हुँदाखेरि त्यसले भोमिट गर्न सक्छ। मोनोग्यास्ट्रिक एनिमल हो भने हामीलाई पनि भोमिट हुन्छ नि गाडीमा होइन। ढुवानीको क्रममा हामीलाई पनि के हुन्छ, भोमिट हुन्छ। हामी पनि मोनोग्यास्ट्रिक हो, एउटा मात्रै बुढी छ। बट गाई भैँसी भेडा बाख्रा उँटहरू यिनीहरूको त धेरै बुढी हुन्छ, 4वटा बुढी हुन्छ, उँटमा 3टा बुढी हुन्छ। त्यही भएर यिनीहरूले भोमिट गर्ने अवस्था हुँदैन। त्यही कारणले गर्दाखेरि गाई भैँसी भेडा बाख्राहरूलाई चाहिँ उचित दाना पानी दिएर गाडीमा ढुवानी गर्न सकिन्छ भने सुँगुर बङ्गुरलाई गर्न मिल्दैन। किन भन्दा भोमिट गरेर गाडीमा बिचौको अवस्था बनाउन सक्छ नि त त्यो कुराहरू। अर्को छ लामो समयसम्म ढुवानी गर्दा कम्तीमा प्रत्येक 8 घन्टाको फरकमा ढुवानी साधन रोकेर पशुलाई आराम पनि गराउनुपर्छ, दाना पानी पनि दिनुपर्छ। आराम नगराइकन रेस्ट नगराइकन अब तत्कालै चाहिँ दौडाइदिने भन्ने कामहरू गर्न हुँदैन है। रेस्ट गराउनुपर्छ, उचित दाना पानीको व्यवस्थापन गर्नुपर्छ। गाडीमा ढुवानीको हकमा 8 घन्टा हो, पैदल ढुवानीको हकमा 2 देखि 4 घन्टा हो। र जहाँसम्म चाहिँ सुँगुर बङ्गुरको कुरा छ, सुँगुर बङ्गुरलाई गर्मी मौसममा यात्रा गराउँदा प्रशस्त मात्रामा पिउने पानी चाहिँ उपलब्ध गराउन सकिन्छ।
दफा 20मा चाहिँ ढुवानी अवधिमा पशुको स्याहार सुसारको व्यवस्थापन। अब आहारा बुझिहाल्नुभयो। स्याहार सुसारमा के गर्ने त भन्दा दुहुना गाई भैँसीलाई दिनमा 2 पटकसम्म धुने र पाडापाडी बाछा बाछी दुध खाने अवस्थामा छ भने उसलाई पर्याप्त दुध पिउन दिने। साथै ढुवानी हुने गाडीमा कुनै पनि पशु बसेको छ भने, उठ्नै नसक्ने अवस्थाको पशु छ भने उसलाई चाहिँ समय समयमा गाडी रोकेर उल्टाइ पल्टाइ गरेर लाने, ताकि चाहिँ उसको चाहिँ बेड समस्या अथवा लामो समयसम्म एकैतिर बस्दाखेरि त घाउ हुन्छ, त्यो समस्याहरू नहोस् भनेर। अर्को कुरो छ, बसेको वा पल्टेको पशुलाई तत्काल उठाउन कहिलेकाहीँ एक्लै नसकिएला। त्यही भएर एउटा सहयोगी मान्छे चाहिँ गाडीमा पशु ढुवानी गर्दै हुनुहुन्छ भने एकजना सहयोगी मान्छे चाहिँ लिएर जानुपर्छ। एउटा ड्राइभर हुन्छ, अर्को सहयोगी हुन्छ, 2 जना चाहिँ हुनैपर्छ। दफा 21मा भनेको छ गाडी हकाई। गाडी कति स्पिडमा चलाउने त, यसलाई चाहिँ गाडी हकाई भन्छ। जस्तै गाडी हाँक्दाखेरि नउखारिकन, एक्कासी नरोकिकन, विशेष गरी आएर चाहिँ पक्की बाटोमा पनि अधिकतम गति 40 किलोमिटर प्रति घन्टामा नबढाइकन ढुवानी गर्नुपर्छ। भनेको 1 घन्टामा 40 किलोमिटर भन्दा बढी स्पिड लान हुँदैन पक्की बाटोमा। मान्छे कच्चीमा कति हो सर भन्छ भने, कच्चीमा यदि पक्कीमा 40 छैन भने 40 नबढा भन्छ नि, कच्चीमा 40 बढाउँछ त कसैले बढाउँदैन नि। त्यही भएर 40 किलोमिटरको हकमा मात्रै याद गर्नु होला। चाहे त्यो कच्ची होस् चाहे पक्की होस्, प्रति घन्टामा 40 किलोमिटर भन्दा बढी चाहिँ गर्न हुँदैन। भने दिनमा उसले कति पार गर्छ भन्दा 800 को 32 भने 320 किलोमिटरसम्म उसले पार गर्न चाहिँ सक्छ। तर दफा 22मा के भन्छ, तातो चिसोबाट बचाएर ढुवानी गर्ने भन्छ। गाडीमा भए पनि तपाईँको चाहिँ पशुलाई चाहिँ नभिज्ने गरी गाडीमा चाहिँ मौसम बिहान पखी बेलुका पखी हेरेर चाहिँ ढुवानी गर्नुपर्छ। जाडोको गर्मी मौसममा हो भने बिहान र बेलुका ढुवानी गर्न सक्नुहुन्छ। जाडोको मौसम भने दिउँसो पनि गर्न सक्नुहुन्छ। मौसमी तापको अवस्था हेरेर ढुवानी गर्ने हो। र एकदम पानी परेको बेलामा मान्छेले चाहिँ के गर्छ भन्दाखेरि गाडी ढुवानी बेसरी गरिदिन्छ। त्यही भएर चाहिँ हामीले चाहिँ यस्तो केसहरूमा चाहिँ हामीले गाडी ढुवानी गर्दाखेरि सकेसम्म चाहिँ हामीले ढुवानी गर्दाखेरि हाम्रो चाहिँ पशुवस्तुहरूमा कतिपय ठाउँहरूमा हामी काठमाडौँमा कुखुरा आउँदाखेरि चितवनबाट बिहानपट प्रायःले राति लोड गर्छ र बिहान काठमाडौँमा पुर्याइसक्छ। अनि एक दिन पानी परेको बेलामा म क्वारेन्टाइन चेकपोस्टमा थिएँ काठमाडौँ नागढुङ्गामा दसैँको समयमा। अनि एउटा कुखुरोको ट्रक आएछ। त्यो कुखुरोको ट्रकमा हेरेको कुखुरोको त एउटा पनि प्वाँख छैन। मतलब एउटा पनि त नभनौँ, धेरै जसो कुखुराहरूको चाहिँ प्वाँखहरू चाहिँ उडिसकेको छ। किन भन्दा राति पानी परेको थियो, ट्रकवालाले चाहिँ त्यो चलाएर आइदिएछ। अनि गएर चाहिँ पानीमा त्यो प्वाँख भिजेर कुखुरा कहिले यता कहिले उता गरेर चाहिँ स्पिडमा गाडी चलाएको देखेर होला सायद, यता र उता गर्दाखेरि त्यो प्वाँख खुलाउनै परेन। जब त्यो प्वाँखै खुलाएको जस्तो पुच्छरमा 4-5वटा प्वाँख थियो र हातमा थियो, शरीरका सब प्वाँख गइसकेको थियो। अब हेर्नुहोस्। अनि मैले त्यसलाई भने, अनि तपाईँले चाहिँ स्पिड किन चाहिँ बेसी चलाउनु भयो र पानी परेको बेलामा किन चाहिँ चलाउनु भने, होइन कहाँ चलाउनु, 40 भन्दा बढी चलाएकै छैन, पानी त पर्दै परेन भन्छ। पानी परेन भन्छ। मौसमको विज्ञ डिएचएम डिपार्टमेन्ट अफ हाइड्रोलोजी एन्ड मेट्रोलोजीले डाटा निकालेछ कि यो ठाउँबाट यो ठाउँमा पानी परिराखेको छ, तपाईँ चाहिँ पानी परेको छैन भन्नुहुन्छ। अनि काठमाडौँमा कति घन्टामा आइपुग्नु भयो त चितवनको मान्छे? काठमाडौँमा चितवनको मान्छे 4 घन्टामा आइपुग्छ, गाडीलाई चाहिँ 40 किलोमिटरको दूरीमा चलायो भने भनेर सोधे। बिहानै हो, 6 बजे पुगिसकेको थियो। अनि त्यसपछि आएर चाहिँ उनीहरू जब कि त्यहाँ चाहिँ 2 बजे लोड गर्छ राति, अनि रातभरि दौडाइदिन्छ गाडीमा। नडाँटिकन भन्नुहोस् त भनेपछि अनि त्यसपछि बल्ल भन्यो, अब डाँट्न त मिलेन। अब हुन चाहिँ हो, पानी परेको थियो तर हामीलाई त्रिपाल लगाएको थिएँ, केही नहोला भने सोचेको, त्रिपाल उडेछ, सबै कुखुरा भिजेछ। ल हेर्नुहोस्, भिज्या मात्रै होइन, त्यहाँ मर्या पनि छ कुखुरा। त्यो मर्या कुखुरा चाहिँ तपाईँको कसले खान्छ? तपाईँलाई घाटा भयो कि भएन? अनि अर्को कुरो भनेको चाहिँ तपाईँको चाहिँ यो अर्को कुरो भनेको चाहिँ एनिमल वेलफेयरको हिसाबले त राम्रो भएन त। तपाईँले त यो पशुहरू कति तर्सेर आएको छ, यसको मासुको क्वालिटी घटेर आएको छ। त्यो कुराहरूले गर्दाखेरि तपाईँको चाहिँ यो तपाईँलाई त कारवाही गर्ने अवस्था छैन भने किन छैन भनेर मलाई जवाफ दिनुहोस् भनेर सोधेको थिएँ। पछि चाहिँ उनीहरूले के भन्यो भन्दाखेरि गल्ती भयो, यसरी गऱ्यो। अब गल्ती तपाईँको त भयो, गल्ती भएपछि अब दण्ड सजाय के छ त भन्दाखेरि पशु स्वास्थ्य पशु ऐन अनुसारकै दण्ड सजाय छ। होइन, कम्तीमा 5,000 चाहिँ जरिवाना ठोक्नुपर्छ। ठोकिदियो 5,000 जरिवाना, त्यसपछि त सुध्रियो नि त मान्छे त। कम्तीमा जस्तो हामीलाई हुन्छ अप्ठ्यारो, त्यस्तै पशुलाई हुन्छ भने व्यवहार गर्नु पर्दैन।
भन्ने कुराहरू सम्झाएर पठाइयो। जरिवाना ठोकेन भने त भोलि यस्तै गर्छ, एउटा ठोकिदियो जरिवाना चाहिँ, होइन? त्यही भएर यस्तै कुरा हो। तातो चिसोबाट जोगाउने, अवस्था हेरेर चलाउने, सबै कुराहरू विचार पुर्याएर पुरै पानी परिराखेको छ, बाइक लिएर कोही मान्छे दौडिन्छ, त्यही कुराहरू हो नि त। त्यही भएर चाहिँ पशुमा पनि मानवीय व्यवहार देखाउनुपर्छ भन्ने कुराहरू दफा 22 मा भन्नुपर्छ। दफा 23 मा चाहिँ ढुवानी गर्न नपाइने। व्यापारिक प्रयोजनको लागि हो भने छतमा, डिकीमा र यात्रुवाहक सार्वजनिक सवारी साधनमा पशु ढुवानी गर्न पाइँदैन। मैले अघि नै भनिसकेँ, छतमाथि कसरी पशु ढुवानी गर्दैछ तपाईँहरूले देख्नु पनि भएको छ। अब एउटा पशु छ, तपाईँले सरुवा भयो तपाईँको मानौँ, अथवा तपाईँ बसाइसराई गर्नुभयो, बाख्रा थियो तपाईँसँग। अब त्यो चाहिँ तपाईँले आफू जहाँ चाहनुहुन्छ त्यहाँ लिएर जानुहुन्छ भने इट्स ओके। त्यसको लागि एउटा छुट्टै गाडी गरेर मान्छेले खर्च गर्दैन। त्यसको लागि एउटा मात्रै छ भने व्यापारिक प्रयोजन भएन नि, त्यो तपाईँको व्यक्तिगत प्रयोजन भयो, त्यसको लागि नो प्रब्लम। बट व्यापारीहरू 10वटा खसी बोकेर गाडीमा चाहिँ काठमाडौँमा दसैँको बेलामा हामी हेर्छौँ, होइन? सार्वजनिक सवारी साधनमा 10वटा खसी भिरेर अनि प्यासेजमा राखेर गडे खसी बजारबाट खसी लिएर दौडिराखेका हामीले देख्छौँ। त्यस्तो गर्नु हुँदैन। त्यस्तो कसैले गरेको छ भने त्यस्तालाई कारबाही हुन्छ। र इभन कुनै पनि पशुलाई छतमा, डिकीमा पनि राख्न हुँदैन, होइन? किन भन्दाखेरि व्यापारिक प्रयोजनको लागि, है? छतमा, डिकी, किन छतमा मान्छे बस्दैन, डिकीमा मान्छे बस्दैन नि त, हामी त मान्छे बस्ने ठाउँमा राखेकै छैनौँ नि भन्न सक्छ। नो, छत र डिकी पनि तपाईँको पशु बस्ने ठाउँ होइन, व्यापारिक प्रयोजनको लागि हो भने। एउटा दुईटा छ भने नो प्रब्लम। व्यापारिक प्रयोजनको लागि 8-10वटा 20वटा तपाईँ लाँदै हुनुहुन्छ, मार्दै हुनुहुन्छ, काट्दै हुनुहुन्छ भने तपाईँ पशु सङ्कलन गर्नुहोस्, ढुवानी साधन ल्याउनुहोस्, अनि पशुलाई ढुवानी गर्नुहोस्, त्यो भन्ने हो, होइन? त्यही भएर पिकनिकहरूमा एउटा दुईटा खसी तपाईँको छतमा हामी दौडेको देखिराखेका हुन्छौँ, मतलब अगाडि बसेर हिँडिराखेका हुन्छ, भित्र मान्छे हुन्छ, त्यो इट्स ओके। एउटा दुईटा कुकुरहरू तपाईँ यताउति लान सक्नुहुन्छ, काखमा लिएर। कुकुरलाई त अझ सिटमै राखेर लान्छन् मान्छे, प्लेनकै सिटमा कुकुरको सिट चाहिँ व्यवस्था गरिदिन्छन्, लान्छन्, इट्स ओके। बट अरू कुराहरूको लागि हामीले चाहिँ गर्न हुँदैन भन्ने कुराहरू चाहिँ विचार गर्नुपर्छ। दफा 24 मा छ निसङ्क्रमण गर्नुपर्ने। ढुवानी सम्पन्न भएपछि ढुवानी साधनमा प्रयोग भएका सोत्तर पूर्ण रूपमा निसङ्क्रमण गर्नुपर्छ र जलाउनुपर्छ, र त्यसलाई निसङ्क्रमण गरेर मात्र अरू पशु लोड गर्नुपर्छ। किन भन्दा पहिलाको पशुमा केही रोगहरू हुनसक्छ, त्यो अरूलाई फैलिन सक्छ, त्यो नफैलियोस् भनेर दफा 24 लगाइएको हो। दफा 25 मा भनेको छ ढुवानीको क्रममा कुनै पशुको मृत्यु भयो भने अब के गर्ने त? हुनसक्छ, ढुवानी हो भन्न सकिँदैन नि त, जे पनि हुनसक्छ। भने यदि लामो दूरीको हकमा तपाईँ ढुवानी गरिदिनुहुन्छ र बिचैमा कुनै पशु चाहिँ केही अस्वस्थताको कारण अथवा चाहिँ तपाईँले गरेको व्यवहारको कारण मर्न गयो भने तत्काल त्यसको जानकारी नजिकको क्वारेन्टाइन कार्यालय वा जिल्ला, तत्कालको त्यतिखेरको जिल्ला पशु कार्यालय हुन्थ्यो, अब अहिले चाहिँ भेटनेरी अथवा पशु सेवा विज्ञ केन्द्र मान्नु होला, अथवा स्थानीय तहको पशु सेवा शाखाहरूलाई चाहिँ जानकारी दिनुपर्ने हुन्छ। किन भन्दा 753 स्थानीय तहमा पशु सेवा शाखा छ, होइन? हामीसँग अहिले चाहिँ विज्ञ केन्द्र 68वटा छ। हामीसँग अहिले चाहिँ तपाईँको चाहिँ के भन्छ अरे, यो तपाईँको चाहिँ भेटनरी क्वारेन्टाइन कार्यालयहरू छ, चेकपोस्टहरू छ 24वटा, होइन? 8वटा क्वारेन्टाइन कार्यालय छ, नेपालभरि फैलिएको छ नि त। तपाईँको पशु त त्यो बाटै भएर जाने हो, जहाँ अफिस हुन्छ त्यतै, होइन? पूर्व पश्चिम हाइवे भनेपछि तपाईँको त्यो अफिस जुन नजिक पर्छ त्यहाँ जानकारी गराउने, अनि त्यहाँ चाहिँ उनीहरूले के व्यवस्था गर्छ त्यो अनुसार गर्ने। तर हवाई यातायातको तर त्यस्तो पशु मरेको छ भने जुन ठाउँमा छ त्यहाँ खाल्डो खनेर गाड्ने व्यवस्था चाहिँ त्यहाँको स्थानीय तहले मिलाइदिन्छ। तर यदि हवाई यातायातको क्रममा कुनै पशु मर्यो भने अथवा त्यो लस भयो भने त्यस्तो अवस्थामा चाहिँ हामीले तत्काल प्लेनलाई रोकेर म पशु गाड्छु भन्न पाइयो? पाइएन नि। त्यही भएर त्यस्तो अवस्थामा चाहिँ अन्तर्राष्ट्रिय हवाई सेवा सङ्घ, जसलाई हामीले इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन IATA भन्छौँ, IATA ले तोकेको नियम बमोजिम हुनेछ भन्ने कुराहरूले बोल्छ। त जुन देशमा ट्रान्जिट हुन्छ त्यो देशमा उसले मान्यो भने पशु ढुवानीको हकमा चाहिँ सजिलो हुन्छ, मानेन भने नो प्रब्लम। अब जुन देशमा जानुपर्ने हो त्यही देशमा गएर चाहिँ गाडिदिन्छ। अर्को कुरो छ तपाईँको सुपरिवेशन तथा अनुगमन भनेको छ। पशुलाई ढुवानी हुने पशुलाई सुपरिवेक्षण तथा अनुगमनको प्रक्रियामा जुनसुकै निकायले गर्न सक्छ, चाहे त्यो क्वारेन्टाइन चेकपोस्ट होस्, क्वारेन्टाइन कार्यालय होस्, जिल्ला पशु सेवा कार्यालय जस्तै विज्ञ केन्द्र भयो, स्थानीय तहको पशु सेवा शाखा भयो,
त्यसै गरी आएर ट्राफिक प्रहरीहरूले पनि अनुगमन गर्न सक्छ है। यसमा नेपालमा त अझ ट्राफिक प्रहरीहरूले बढी गर्छ अनुगमन यस्ता ढुवानीको हकमा। त्यसै गरी आएर अर्को चाहिँ तपाईँको चाहिँ एनिमल वेलफेयरमा, पशु कल्याणमा लागेका सर संस्थाहरू जोसुकै लिएर विभाग र अन्तर्गतका विभिन्न निकायहरूले चाहिँ अनुगमन गर्न सक्छ। यति कुराहरू चाहिँ तपाईँले यसमा चाहिँ बुझ्नु। त्यही भएर यो पशु ढुवानीको क्रममा अनुगमन र सुपरिवेशन कसको काम हो भन्दा सबै यहाँ माथिका सबै भन्ने अप्सन नै यसको कमन एन्सर हो भनेर बुझ्नुपर्छ। दफा 27मा भनिएको छ कानुन विपरीत भएको ठहरिने भनेको छ। पशु स्वास्थ्य पशु सेवा ऐन 2055 र नेमाल 2056 को विपरीतमा यस मापदण्ड विपरीत कार्य गर्यो भने पशु स्वास्थ्य ऐन तथा नियमावलीको विपरीतमा कार्य गरेको बुझिन्छ। त्यही अनुसार चाहिँ हामीले दण्ड सजायको व्यवस्थापन गर्न सक्छौँ। यति कुराहरू हो। अब पशुको साथमा के कस्ता चिज हुनुपर्छ भन्ने कुराहरूको फर्मेटहरू यहाँ राखिएको छ होइन। क्वारेन्टाइन प्रमाणपत्र, स्वास्थ्य प्रमाणपत्र हेर्नु होला। यो मैले अनुसूची 2 तपाईँलाई यहाँ भन्न खोजेँ। यसबाट पनि क्वेसन सोधेको छ। पशुको साथमा हुने प्राथमिक उपचारका सामग्रीहरूमा विशेष गरी आएर हाम्रो चाहिँ यो के भन्छ यसलाई तपाईँको चाहिँ औषधिहरू होइन। प्राथमिक उपचार सामग्रीमा के हुनुपर्छ यो क्वेसन सोधेको छ लिखितमा पनि, याद गर्नु होला। एउटा कपास, ब्यान्डेज, बेटाडिन भनेको पोभिडिन आयोडिन, त्यसै गरी टिङ्चर आयोडिन भन्छ, टिङ्चर बेन्जाइन भन्छ, हिमेक्स अथवा 4 मिल मलमहरू, सिजर भनेको कैँची, ड्रेसिङ फर्सेपहरू कहिलेकाहीँ घाउसट लाग्न सक्छ नि त, त्यही भएर। अनि पोटासियम पर्म्याङ्गनेट कहिलेकाहीँ रगत बढी चाहिँ आउन सक्ने अवस्था हुनसक्छ, त्यही भएर त्यसलाई ब्लिडिङ रोक्नको लागि यो साधारण चिजहरू चाहिँ हामीले चाहिँ पशुलाई ढुवानी गर्दा त्यो गाडीमा चाहिँ व्यवस्थापन गर्न सक्छौँ अथवा व्यवस्थापन गर्नुपर्छ भन्ने कुराहरू हामीले बुझ्नुपर्छ है। त्यही भएर पशुलाई ढुवानी साधनमा लाँदाखेरि गर्ने व्यवस्थापकीय पक्षहरूमा ध्यान दिनुपर्ने कुराहरूमा यी चिजहरू रहेका छन् भन्ने कुराहरू हामीले बुझौँ र त्यो अनुसार चाहिँ गर्नुपर्छ। किनभने यो सिम्पल मान्छेले गर्न सक्छ। कहिलेकाहीँ पशु ढुवानी गर्दै जाँदा घाउ लाग्न सक्छ त। मान्छे हिँड्दै ठेस लागेर घाउ लागेको हुन्छ, हामीले ह्यान्डी प्लसहरू लगाउँछौँ कि लगाउँदैन? लगाउँछौँ नि। त्यो यस्तै चिज हो, यिनीहरू चाहिँ हुनुपर्छ भन्ने कुराहरू। अब यो अरू फारमहरू तपाईँलाई खासै आवश्यक छैन। ल यति कुराहरू मैले पशु ढुवानीको हकमा तपाईँलाई जानकारी गराएँ। यसमा रहेर तपाईँलाई केही क्वेसन छ भने अब फ्लोर ओपन गरेको छु। तपाईँहरूले लागेका क्वेसनहरू राख्न सक्नुहुन्छ। पशु ढुवानी मापदण्ड 2064 हकमा कतिपय सिलेबसमा यो मापदण्ड पढ्नुपर्ने भन्ने लेखिया छैन, तर क्वेसन सोध्छ। त्यही भएर सरसर्ती हेरिदिनुहोस्। पहेँलो लगाइदिएका अथवा बोल्ड गरिदिएका पोइन्टरलाई हेरेर जानुहोस्, त्यसले ठिक हुन्छ। दिलबहादुरले लेख्नु भएको छ आजभोलि तराईतिर 40 डिग्री भन्दा माथि टेम्परेचर हुन्छ। यस्तो अवस्थामा ढुवानी गर्न पाउने कि नपाउने? दिउँसो नपाउने, राति त हुँदैन नि त 40 डिग्री। राति त तपाईँको टेम्परेचर त जति पनि भए पनि तपाईँको चाहिँ 30 डिग्रीमा झर्छ। 2 बजे, 1 बजे, 12 बजे झर्छ। सधैँ हुँदैन त्यो 40 डिग्रीको टेम्परेचर। त्यही भएर नझरे पनि क्वेसनले एन्सरले के भन्छ त 30 डिग्रीभन्दा माथिल्लो टेम्परेचरमा पशु ढुवानी नगर्ने भन्छ भने चाहिँ नगर्ने होइन। कुनै पनि नेपालको यस्तो ठाउँ छैन जुन ठाउँमा चाहिँ तपाईँको चाहिँ 30 डिग्रीको टेम्परेचर बिहानको समयमा प्रायः चाहिँ 22-25 हुन्छ बिहानको टेम्परेचर। चाहे त्यो तपाईँ चाहिँ तराईमै जानुहोस् अथवा नेपालगञ्जमै जानुहोस्, बिहानको टेम्परेचर 22-25 हुन्छ। मान्छे कति बजेबाट टेम्परेचर डाउन हुन थाल्छ त भन्दाखेरि रातिको चाहिँ तपाईँको 8 बजे पछाडि टेम्परेचर बिस्तारै घट्न थाल्छ। 12-1 बजे त टेम्परेचर डाउनै भइसकेको हुन्छ। अब 12-1 बजेतिर चाहिँ ढुवानी गर्न सकिन्छ। त्यसपछि बिहानको समय 7-8 बजीसम्म तपाईँको टेम्परेचर 25-30भन्दा तलै हुन्छ र त्यसपछि 8 बजे पछाडिको समय अथवा 6 बजे 7 बजे पछाडिको समयमा चाहिँ फेरि पशुलाई चाहिँ रेस्ट गराउनुहोस्, ढुवानी नगर्नुहोस्। बिचमा रोकिरहँदा कति समय हुन्छ त्यहाँ होइन, रेस्ट गराउनुहोस्। त्यसपछि फेरि राति त्यस्तै काम गर्नुहोस्। किनभने एकचोटि लोड गरेको पशुलाई 4 घन्टा 36 घन्टासम्म नबढाइकन ढुवानी गर्न सकिन्छ भन्छ, रेस्ट गराउँदै ढुवानी गर्ने। र यतिखेर चाहिँ मानव 36 घन्टासम्म ढुवानी गर्दा त्यहाँ चाहिँ अब स्वास्थ्य प्रमाणपत्रको म्याद त जम्मा चाहिँ 72 घन्टाको हुन्छ, 3 दिनको। भन्छ अब के गर्ने सर, 4 दिनसम्म ढुवानी गर्दा त फेरि चाहियो भन्छ। जहाँ सकिन्छ त्यसको त्यो ठाउँमा क्वारेन्टाइन कार्यालय हुन्छ, चेकपोस्ट हुन्छ, अथवा त्यो अगाडि नै जानकारी गराउने कि मेरो प्रमाणपत्रको म्याद यति दिनमा सकिँदैछ, यहाँ सकिन्छ सर, एकचोटि हेरेर दिनुहोस् भन्नुहुन्छ, दिन्छ, सबैले दिन्छ। किन चेकपोस्ट क्वारेन्टाइन कार्यालय सबको कामै यही हो है। त्यहाँ पशु स्वास्थ्य प्रमाणपत्र उसले जारी गर्नु पाउँछ, क्वारेन्टाइन प्रमाणपत्र पनि जारी गर्नु पाउँछ है। अवस्था हेरेर तपाईँले त्यो बुझ्नु होला, गर्नु होला। अर्को कुरो छ तपाईँको चाहिँ क्वेसन छ, सुनिताजीले लेख्नु भएको छ सर 1 आवरसम्म ढुवानी गर्दा ढुवानी मापदण्ड लाग्दैन भन्छ।
के अरे लगाइन्छ कि नाइ भनौँ, लगाइन्छ कि नाइ भनौँ चाहिँ 1 घन्टासम्म ढुवानी गर्दा ढुवानी मापदण्ड लाग्दैन सवारी साधनको हकमा। गाडीमा ढुवानीको हकमा 1 घन्टाभन्दा लामो दुरीको ढुवानीको हकमा मात्रै मापदण्ड लागु हुन्छ कि। अब ल मानौँ इक्जाम्पल लिए मैले चितवन र नवलपरासी जिल्ला, एउटा पुलले छुट्याएको छ चितवन र नवलपरासी बर्दियाघाट सुस्ता पूर्व जिल्ला, दुईटै जिल्ला छुट्याएको छ। यो पुलबारीबाट पुल पारी गयो भने मापदण्ड लाउने त त्यस्तोमा पनि लाउँदैन। जिल्लै फरक पर्यो नि हजुर भन्छ, त्यस्तो जिल्ला फरक परेर केही हुँदैन। तपाईँ पशु कहाँबाट ल्याउँदै हुनुहुन्छ त चितवनकै पशु हो भने त्यहाँ लाँदैमा तपाईँलाई के रोग सर्छ र। बट यदि अरू ठाउँको पशु हेटौडातिरको पशु तपाईँ त्यहाँबाट नवलपरासी लाँदै हुनुहुन्छ भने त्यस्तो हकमा चाहिँ तपाईँलाई चाहिँ मापदण्ड लागु हुन्छ। किनभने त्यो हेटौडाबाट त्यहाँ पुग्नको लागि त तपाईँको त 2 घन्टा 3 घन्टा समय लाग्छ नि त, नवलपरासी पुग्न त 2 घन्टा लाग्छ समय। चितवनै आउँदाखेरि गाडीको स्पिडै तपाईँ 50-60 किलोमिटर भयो भने 1 घन्टा लाग्छ। तर हामी 40 मान्छौँ भनेपछि एउटा जिल्लाबाट अर्को जिल्लामा पनि 1 घन्टाभन्दा कम दूरीमा पुगिन्छ भने त्यहाँ मापदण्ड लागु नगर्नुहोस्। त्यो चाहिँ तपाईँको व्यवस्थाका कुराहरू आफै बुझ्नुपर्छ। त्यो त्यहाँको मान्छेले बुझ्छ है, तपाईँ हामी त्यसको लागि वरि हुनु पर्दैन। 1 घन्टाभन्दा लामो दूरीको मापदण्डमा लामो दूरीको समय मात्र मापदण्ड लागु गराउनुपर्छ, यति याद गर्नु। अर्को छ पिकको लागि 0.3 र 0.4 दिएमा कुन लाउने? सकेसम्म चाहिँ बढी स्पेसलाई लाउँदा राम्रो हुन्छ है साथी हो। किन भन्दाखेरि तपाईँलाई ठुलो कुर्सी र सानो कुर्सी दुइटै दिन्छ भने तपाईँ ठुलो कुर्सी नै रोज्नुहुन्छ, किन भन्दा त्यहाँ आफ्नो ब्याग पनि अट्छ। एक्ज्याक्टली, पशुलाई पनि धेरै स्पेस दिएर चाहिँ ढुवानी गर्नु भने त्यसले राम्रो हुन्छ। तर यसको अर्थ यो होइन कि चाहिँ बढी धेरै स्पेस भन्नुको अर्थ 0.4 भन्दा नि बढी भन्न खोजे होइन। त्यो रेन्जमा म्याक्सिमम् रेन्ज जुन चाहिँ छ त्यसलाई टिक लाउनुहोस् है, दुइटै अप्सन आयो भने। किन भन्दा राम्रो हुन्छ नि त, वेलफेयरको हिसाबले सोचेको मैले है। विवेक झाँची लेख्नु भएको छ, सर यो गाडी र हिँडाएर दुवैमा म्याक्सिमम् 8 आवर हो। गाडीमा पनि तपाईँ म्याक्सिमम् 8 आवर नै हो, हिँडाएर पनि म्याक्सिमम् 8 आवर नै हो। त्यो 8 आवरको हकमा चाहिँ पर्दैन। अरू चाहिँ तपाईँको चाहिँ फरक छ गाडी र उसमा चाहिँ, त्यो चाहिँ याद गर्नु होला। त्यही भएर गाडी र ढुवानी दुइटै चाहिँ तपाईँको चाहिँ 8 घन्टाकै हकमा चाहिँ तपाईँले बुझ्नुपर्छ। त्यति चाहिँ हामीले गर्छौँ यहाँ व्यवस्था है। त्यसपछि अर्को छ तपाईँको चाहिँ क्वेसन यहाँ हाल्नु भएको छ, नम्बरबाट को आउनु भएको छ, नामबाट आउनु होला। सर एउटा मात्र बुढी भएको एनिमल के हुन् भन्नुभएको छ। मोनोग्यास्ट्रिक एनिमलहरूमा तपाईँले पढ्ने हकमा मात्रै कुरा गरौँ सिलेबस पोइन्ट अफ भ्यूले। स्टोम्याक एउटा मात्रै भएको चाहिँ भेडा के अरे चाहिँ हाम्रो बङ्गुर भयो, अनि डग भयो। अब यो क्यानाइनतिर पनि आर्मी पुलिसतिर नै क्वेसन सोध्छ, क्यानाइन भयो, हर्स भयो, त्यसै गरी आएर चाहिँ पोल्ट्री भयो। यिनीहरूको एउटा मात्रै बुढी हुन्छ। अब तपाईँ हामीले पढ्ने गाई भैँसी भेडा बाख्रा हरूको चाहिँ 4वटा बुढी हुन्छ भने हामीले पढ्ने हकमा चाहिँ यी जनावरहरूको एउटा मात्रै बुढी हुन्छ है। गाई भैँसीहरूमा चाहिँ रुमेन रेटिकुलम उमासम एवमासम पाइन्छ भने यसमा चाहिँ एउटा मात्रै स्टोम्याक हुन्छ हैन। र कुकुर बिरालोहरू घोडाहरू आर्मी पुलिसतिर सोध्ने क्वेसन भएको भएर भनिदिएको। तर निजामतीको हिसाबमा हेर्नुहुन्छ भने बङ्गुर मात्रै तपाईँले याद गर्नुपर्छ है, सुँगुर बङ्गुरहरू। अनि रोशनीजीले लेख्नु भएको छ, सर उपदफा तल माथि हुँदा गलत हुन्छ सर भन्नुभएको छ। यदि उपदफा तपाईँलाई उपदफा लेखिराख्न आवश्यक पर्दैन, तपाईँलाई सम्झिनुहुन्छ राम्रो भयो। दफा यतिमा यो कुरा उल्लेख्छ लेखिदिनुहोस्, नो प्रब्लम है। दफा यतिमा यो कुरा उल्लेख्छ, चाहिँ उपदफा लेखिराख्नुपर्छ जरुरी छैन कि। तर लेख्दा राम्रो, किन भन्दाखेरि अब कानुनी दस्तावेज हो नि त। कानुनले विशेष गरेर दिएको चिजलाई सकेसम्म हुबहु सार्दा राम्रो हुन्छ नियम कानुनको हकमा। बट बिर्सिन्छ, सम्झिँदैन मान्छे, दफा त बिर्सिन्छ। त्यस्तो हकमा चाहिँ तपाईँले उपदफा लेखिराख्नुपर्छ जरुरी छैन, नलेख्दा नि हुन्छ। अर्को छ धनुजीले लेख्नु भएको छ, सर कुनै पनि प्रश्नको उत्तर लेख्दा परिचय र निष्कर्ष बुदागत रूपमा लेख्ने कि सर अनुच्छेद लेखिदिए कुन राम्रो हुन्छ सर भन्नुहुन्छ। सकेसम्म सेवामा यो जुन नियम कानुन छ त्यसमा तपाईँको चाहिँ अब परिचय र निष्कर्ष त्यति आवश्यक छैन, किन भन्दाखेरि यो नियम कानुनको कुरा हो, नियमले जे बोल्छ त्यही लेख्ने हो।
आफ्नो विचार लेख भन्ने हकमा मात्रै लेख्न सक्नुहुन्छ, नभए त नियमभन्दा बाहिर लेख्ने कुरै छैन। त्यही भएर यहाँ चाहिँ परिचय र निष्कर्ष त्यति आवश्यक परेन। बट भेटनरी सेक्टरको डिजिजमा, लाइभस्टकमा र माछाको हकमा चाहिँ अनिवार्य लेख्दा राम्रो हुन्छ। त्यसले चाहिँ सुनमा सुगन्ध दिन्छ है। त्यसरी चाहिँ हामी जान्छौँ है। ल अरू केही प्रश्नहरू छ तपाईँलाई? पशु ढुवानी मापदण्ड ऐन 2064 यति नै हो। माछाको भुरा ढुवानी मापदण्ड ऐन 2061 हो। पशु ढुवानी चाहिँ 64 हो। फेरि कतिपयले ढुवानी भन्ने बित्तिकै 64 मात्रै बुझिदिन्छ। त्यो ठाउँमा माछाको भुरा ढुवानी मापदण्ड ऐन भनेर क्वेसन आयो भने 2061लाई चाहिँ टिक लाउनु होला। ल यति कुराहरू मैले तपाईँलाई भने। अब थोरै म एकैछिन एउटा फोन आयो। अब हामी अर्को एउटा नियम कानुन हेर्छौँ। एक स्वास्थ्य रणनीतिको बारेमा तपाईँलाई मैले अस्ति भनिसकेको छु। अब तपाईँहरूलाई यो ऐन कानुन त खारिज भइसकेको छ, बर्ड फ्लू रोग नियन्त्रण आदेश। तर पनि अब कतिपय उसमा चाहिँ सोधिराखेको चाहिँ छ। त्यही भएर अब बर्ड फ्लू रोग नियन्त्रण आदेशमा जानुभन्दा अगाडि एउटा सानो टपिक चाहिँ 10-15 मिनटमा सकिने कुन समय चाहिँ हेर्दैछु है। म चाहिँ सबै बर्ड फ्लू रोग नियन्त्रण आदेश मिलाउँदैछु। थोरै म आदेशको बारेमा चर्चा गरिदिन्छु है। अब खारेज पनि भएको हुनाले मैले धेरै चर्चा गर्न मिल्दैन यसमा। थोरै आदेशको बारेमा तपाईँलाई किन चर्चा गरिदियो भन्दाखेरि यो ऐन खारेज भए पनि क्वेसनहरू चाहिँ खोइ लुम्बिनी प्रदेश अर्को कुन प्रदेशले दुईटाले चाहिँ यो ऐन सिलेबसमा राखिदिएको छ अब पढ्नुपर्ने हकमा। त्यही भएर थोरै चर्चा म यसमा गर्छु, इम्पोर्टेन्ट पोइन्टहरू। किन भन्दा यसमा चाहिँ विशेष गरी पशु के अरे यो कुखुराको हकमा चाहिँ बर्ड फ्लू रोग नियन्त्रण नियमावली 2078 आइसकेको छ। त्यो आइसकेको हुनाले त्यसैको ऐनमा चाहिँ बर्ड फ्लू रोग नियन्त्रण आदेश खारेज भइसकेको छ भन्ने कुराहरू पनि बोलेको छ। अब खारेज भइसकेको कुरालाई धेरै प्राथमिकता त दिन पाइएन। बट क्वेसनहरू चाहिँ तपाईँको चाहिँ कुनै पनि सिलेबसहरूमा जस्तै लुम्बिनी र कर्णालीमा पनि कता के अरे कोसीमा कता राखेको छ है। त्यही भएर थोरै चर्चा म गरिदिन्छु। बर्ड फ्लू रोग नियन्त्रण आदेश 2064 साल 4 महिना 7 गते आएको हो। यो ऐन चाहिँ दैवी प्रकोप उद्धार ऐन 2039को दफा 4ले दिएको अधिकार प्रयोग गरेर बनाइएको हो। यसको 4औं संशोधन 2074 साल 3 महिना 4-5 गते पनि भएको थियो। संहिता लागेपछि पनि यो एकचोटि संशोधनमा आएको हो। यहाँ पन्छी भन्नाले सम्पूर्ण किसिमका चराहरूलाई बुझिन्छ। पन्छीजन्य पदार्थ भनेका ती चराहरूलाई उत्पादन गर्दाखेरि के अरे ती चराहरूबाट आएका चाहिँ सम्पूर्ण चिजहरू जस्तै प्वाँख, भुत्ला, अन्डा, हाड, छाला होइन, सत्तर सबै चाहिँ तपाईँले बुझ्नुपर्छ। र यसका अलावा चाहिँ प्रशोधित अथवा अप्रशोधित वस्तुहरूलाई पनि पन्छीजन्य पदार्थ मान्न सक्नुहुन्छ पन्छीको हकमा है। पशुको हकमा मान्ने थिएन, पशुको हकमा अर्ध प्रशोधितलाई माने थियो। तर यहाँ अप्रशोधित र प्रशोधित दुइटैलाई मानिन्छ। अर्को छ पन्छी उत्पादन सामग्री भनेको पन्छी उत्पादनको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री जस्तै दाना, पानी चाहिँ तपाईँको क्रेटहरू, बोरा भयो, भाँडाकुँडा भयो होइन, विभिन्न औजारहरू भयो, यी सबै चाहिँ पन्छी उत्पादन सामग्रीको रूपमा लिन सक्नुहुन्छ। बर्ड फ्लू रोग भनेको चाहिँ विश्व पशु स्वास्थ्य सङ्गठनले नोटिफाएबल एभियन इन्फ्लुएन्जा भनी तोकेको भाइरसको सफ्टबाट उत्पन्न हुने रोगहरू समेतलाई बुझिन्छ भनेको छ। बर्ड फ्लू चाहिँ दुई प्रकारको हुन्छ, एउटा हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा, अर्को लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा हुन्छ। दुइटै चाहिँ तपाईँको के हुन्छ त भन्दाखेरि धेरै जसो हकमा हाइली प्याथोजेनिक र लो प्याथोजेनिक दुइटै चाहिँ तपाईँको के हुन्छ त भन्दाखेरि चाहिँ बर्ड फ्लू नै हो। तर हाइली प्याथोजेनिकले चाहिँ बढी असर गर्छ, लो प्याथोजेनिकले गर्दैन। तर
लो प्याथोजेनिकहरू पनि बर्ड फ्लूमा पर्छ भन्ने कुराहरू यसले बोल्छ। सब टाइप भनेको त्यही भएर हो। मन्त्रालयको हकमा अहिले चेन्ज भइसकेको छ। पहिला पशुपन्छी विकास मन्त्रालय थियो, अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालय भइसकेको छ। विभाग चाहिँ पशुसेवा विभागै हो। र प्राविधिक समिति भनेको यो ऐनको दफा यो आदेशको दफा 3 बमोजिमको समिति हो भनेर भनिएको छ। अब दफा 3मा हामी हेरौँला अहिले। जस्तै यहाँ दफा 3मा भनिएको छ चाहिँ र प्रयोगशालामा जाउँ। प्रयोगशाला भनेको पशुसेवा विभाग अन्तर्गतको पशु पन्छी रोग अन्वेषण प्रयोगशाला सम्झनुपर्छ र सरकारले मन्त्रालयले तोकेको अन्य प्रयोगशालालाई पनि बुझिन्छ भनेको छ। प्राविधिक समितिमा जिल्लामा एउटा प्राविधिक समिति रहन्छ। प्राविधिक बर्ड फ्लू रोग नियन्त्रण समन्वय समिति भन्छ। यसको अध्यक्ष चाहिँ प्रमुख जिल्ला अधिकारी हुन्छ भने यसमा विभिन्न निकायको मान्छेहरू सदस्यको रूपमा रहन्छन् र यो खासै आवश्यक चाहिँ छैन। यो चेन्ज भइसकेको छ पछिल्लो चरणमा। त्यही भएर मैले यसको चाहिँ थोरै चर्चा मात्रै गरिदिएको अध्यक्षताको हिसाबले। अहिले चाहिँ मान्छेले चाहिँ यसमा चाहिँ अध्यक्ष भन्दा पनि अहिले संयोजक भनेर आएको छ नियमावलीमा। त्यो हामी भोलि चर्चा गरौँला। त्यही भएर यो जिल्ला स्तरीय समिति जुन बर्ड फ्लू नियन्त्रण समिति छ, यो जिल्ला स्तरीय बर्ड फ्लू नियन्त्रण समिति हो। र यसमा चाहिँ विशेष गरी आएर कसको अध्यक्षतामा हुन्छ त भन्दा सिडिओ साहबको अध्यक्षतामा हुन्छ। त्यसै गरी आएर अर्को चाहिँ तपाईँको चाहिँ पहिला क्षेत्रीय भनेर आउँथ्यो। पहिला त तपाईँको चाहिँ धेरै 5 क्षेत्रमा थियो नि त, पूर्वाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, के छुट्यो त एउटा, पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल गरेर 5वटा क्षेत्र थियो नि त नेपालमा, विकास क्षेत्र। तर अहिले चाहिँ यो छैन। अब पहिला क्षेत्रीयको हकमा पनि बर्ड फ्लू नियन्त्रण समिति जस्तै अहिले प्रादेशिक समिति छ अनि जस्तै त्यतिखेर क्षेत्रीय समिति। क्षेत्रीय बर्ड फ्लू नियन्त्रण समिति चाहिँ क्षेत्रीय प्रशासकको अध्यक्षतामा हुन्छ भनेर भनेको छ है। क्षेत्रीय प्रशासक 5 जना हुन्छन्। सिडिओहरू पनि उसको अन्डरमा हुन्छ है। क्षेत्रीय प्रशासक भनेर थियो पहिला, त्यतिखेर उनीहरूले हेर्थ्यो। त्यसै गरी आएर केन्द्रमा एउटा बर्ड फ्लू रोग नियन्त्रण समन्वय समिति थियो त्यतिखेर, जुन चाहिँ पशुसेवा विभागमा महानिर्देशकको अध्यक्षतामा, जुन अहिले पनि छ है। र अरूहरू पनि व्यक्तिहरू यसमा चाहिँ हुन्थे। विशेष गरी आएर यो जुन समितिहरू छ, यो समितिहरूले बर्ड फ्लू नियन्त्रणको लागि धेरै ठाउँबाट रोल प्ले गर्छ। जस्तै जिल्ला स्तरीय, क्षेत्रीय र सङ्घीय तिनटै समितिहरूले चाहिँ बर्ड फ्लू रोग नियन्त्रणमा चाहिँ आफ्नो ठाउँबाट रोल प्ले गर्छ भन्ने कुराहरू यसले बोलेको चाहिँ छ। अर्को कुरो छ तपाईँको चाहिँ सम्भावित सङ्कटग्रस्त क्षेत्र है। सङ्कटग्रस्त क्षेत्र घोषणाका कुराहरू दफा 4मा भनेको छ। सङ्कटग्रस्त क्षेत्र कसले घोषणा गर्छ भन्दा मन्त्रालयले भनेको छ। जुन ठाउँमा बर्ड फ्लू फैलियो त्यो ठाउँलाई अथवा त्यो स्थानलाई केन्द्रबिन्दु मानेर त्यसको 3 किलोमिटरसम्मको परिधिलाई मन्त्रालयले सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेछ भनेको छ। सङ्कटग्रस्त क्षेत्र चाहिँ कति किलोमिटरको परिधि हो भन्ने क्वेसन सोधेको छ। 3 किलोमिटरको परिधि हो। कसले गर्छ? मन्त्रालयले है। अनि सघन निगरानी क्षेत्रको कुराहरूको हकमा पनि कुरा गरेको छ। दफा 5मा सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने नै कुरा लेखेको छ। 3 किलोमिटरसम्मको परिधि हो सङ्कटग्रस्त क्षेत्र भन्ने कुराहरू आइसकेको छ माथि। म त्यसमा धेरै डिटेल गइनँ। त्यसपछि आएर सघन निगरानी क्षेत्रको घोषणाको कुराहरू चाहिँ तपाईँको चाहिँ दफा 5मा भनिएको छ। के त भन्दाखेरि चाहिँ दफा 5को उपदफा 2मा के भन्छ भन्दाखेरि सङ्कटग्रस्त क्षेत्रबाट बाहिरको 7 किलोमिटरको परिधिलाई सघन निगरानी क्षेत्र भन्छ। जस्तै यो जुन चाहिँ तपाईँले यहाँ रातो लगाइदिएको पोइन्ट मैले यहाँ नोट गरेँ। यो जुन चाहिँ तपाईँको चाहिँ केन्द्रबिन्दु, यो रातो लगाइदिएको पोइन्ट, यहाँ बर्ड फ्लू देखा परेको छ भने यो केन्द्रबिन्दुबाट 3 किलोमिटरको परिधि चाहिँ सङ्कटग्रस्त क्षेत्र भयो। यहाँसम्मको परिधि चाहिँ सङ्कटग्रस्त क्षेत्र भयो। र यो सङ्कटग्रस्त क्षेत्रभन्दा बाहिरको 7 किलोमिटरको परिधि चाहिँ के भयो त सघन निगरानी क्षेत्र भयो है। डायमिटरमा हेर्नुपर्छ। त्यही भएर सघन निगरानी क्षेत्र भनेको सङ्कटग्रस्त क्षेत्रभन्दा बाहिरको 7 किलोमिटरको परिधि भनेर बुझ्नुपर्छ। यही कुराहरू छ। यसमा धेरै चर्चा नगरौँ। यो इम्पोर्टेन्ट कुराहरूलाई मात्रै फोकस गर्छु। दफा 6मा छ नष्ट गर्नुपर्ने भनेको छ। बर्ड फ्लू भनेर चाहिँ आइडेन्टिफाई भयो, ल्याबले एप्रुभ गर्यो भने बर्ड फ्लू लागेको ठाउँको पन्छी, पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्री सबैलाई चाहिँ प्रक्रिया बमोजिम नष्ट गर्नुपर्छ। प्रक्रिया बमोजिम भनेको पन्छी र अन्डालाई गर्नै पर्यो। पन्छीजन्य पदार्थ भनेको चाहिँ अब पन्छी बनाउन चाहिँ तपाईँको चाहिँ बाट निस्केका सबै चिजहरूलाई नष्ट गर्नु पर्यो र पन्छी उत्पादन सामग्रीको हकमा
दानाहरूलाई गर्नुपर्छ, सोतरलाई गर्नुपर्छ, बट चाहिँ ड्रिङ्कर फिल्टरहरूलाई जसलाई चाहिँ निर्मलीकरण गरेर पुनः प्रयोगमा ल्याउन सक्ने हो भने त्यस्तालाई नगरे पनि हुन्छ भन्ने कुराहरू बोल्छ यसले। त्यसपछि यसको अब दफा 6 पछि दफा 7 मा जान्छौँ हामी डाइरेक्ट क्षतिपूर्ति। बर्ड फ्लू रोगबाट यदि चाहिँ सरकारी निकायबाट बर्ड फ्लू रोग लागेको फार्ममा नियन्त्रण गरेर नष्ट गरेको काम छ भने त्यस्तो हकमा जति रकम बराबरको नष्ट गरेछ त्यसको 75% क्षतिपूर्ति सरकारले तिर्छ है। किनभने सरकारी मापदण्ड अनुसार क्षतिपूर्ति के अरे सरकारले चाहिँ नष्ट गरेको भएर सरकारले नै त्यसको क्षतिपूर्ति तिरेको हो। तर त्योभन्दा पहिले बर्ड फ्लू लागेर कुनै चिज मरेको छ भने त्यसको क्षतिपूर्ति सरकारले तिर्दैन है। सरकारी माध्यमद्वारा कुनै मान्छेले टोलीले चाहिँ त्यसलाई नष्ट गर्न भनेर चाहिँ खटिएको छ भने त्यसले चाहिँ अब क्षतिपूर्ति 75% पाउँछ। आखिर त्यसै कुखुरा मर्थ्यो उसै मर्थ्यो बर्ड फ्लू लागेर होइन। बट तपाईँले चाहिँ बर्ड फ्लूको सुरुमै डायग्नोसिस गर्नुभयो, बर्ड फ्लू भयो, सरकारले आएर मार्यो भने त्यसको क्षतिपूर्ति चाहिँ सरकारले 75% चाहिँ दिन्छ। अर्को कुरो के छ त भन्दाखेरि चाहिँ बर्ड फ्लू लागेको ठाउँमा कसैले चाहिँ 75% मात्रै क्षतिपूर्ति पाउँछ, म त बेच्दिनँ के अरे म त सरकारले मार्न दिन्न, म त त्यसलाई बेचिदिन्छु भनेर कसैले बेच्न खोज्छ भने त्यो सगर निगरानी क्षेत्र र सङ्कटग्रस्त क्षेत्रको कुखुराहरू बेच्न खोजेमा त्यसको सुराकी गर्ने मान्छेलाई 6 हप्तासम्मको पन्छीको हकमा 5 रुपियाँको दरले चाहिँ पुरस्कार दिने र 6 हप्ताभन्दा माथिको पन्छीको हकमा 10 रुपियाँको दरले पुरस्कार दिने चलन छ सुराकी गर्ने मान्छेलाई। किनभने त्यसले बेच्न खोज्यो भने त त्यसले त रोग फैलाउन खोज्छ, रोग फैलिन्छ, रोग फैलियो भने त बर्बाद छ। त्यही भएर चाहिँ हामीले यो चाहिँ पुरस्कृतको व्यवस्थापन गरेको हो। पारिश्रमिक सेवा सुविधाको हकमा चाहिँ बर्ड फ्लूमा काम गर्ने कर्मचारीहरूले नियमित पाउने तलबभन्दा 100% थप सुविधा पाउँछ। भनेको तपाईँहरूले 1200 रुपियाँ तलब हो भने त्यतिखेर 2400 पाउनुहुन्छ दिनको। त्यसै गरी आएर बिदाको दिनमा काम गरे बाबत त्यसको पनि थप 100% पाउने भनेको 2400को ठाउँमा 4800 पाउने चलन हुन्छ। यो चाहिँ किनभने बर्ड फ्लू जुनोटिक रोग हो, प्राणघातक हो, मान्छे रिस्क लिएर काम गर्दैछ केही पैसाको लालचले, त्यही भएर चाहिँ काम पनि हुन्छ, त्यही भएर गर्न नि पर्छ, त्यही भएर यो सुविधा दिएको हो। र बर्ड फ्लूबाट कुनै व्यक्ति मरिहाल्यो भने त्यसको परिवारलाई 10 लाख क्षतिपूर्ति पनि सरकारले दिन्छ भनेको छ। अनि गएर अर्को चाहिँ के छ त भन्दाखेरि फुकुवा गर्ने अधिकार भनेको छ। कुनै बर्ड फ्लू रोग लागेको थियो, तपाईँ सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुभयो, सघन निगरानी क्षेत्र घोषणा गर्नुभयो, कसले घोषणा गर्यो त मन्त्रालयले भन्छ। फुकुवा गर्ने अधिकार पनि कसलाई हुन्छ? मन्त्रालयलाई हुन्छ। तर कति दिन पछि फुकुवा गर्ने त भन्दा बर्ड फ्लू रोग देखिएको ठाउँमा 42 दिनसम्म यदि कुनै बर्ड फ्लू त्यहाँ देखिएन भने त्यो ठाउँमा चाहिँ मन्त्रालयले चाहिँ बर्ड फ्लू पहिला जुन प्रतिबन्धित कार्य छ बर्ड फ्लू सङ्कटग्रस्त क्षेत्रको अवस्थालाई फुकुवा गर्न सक्छ भनेर भनेको चाहिँ छ। ल यति कुराहरू चाहिँ तपाईँलाई यो बर्ड फ्लू रोग नियन्त्रण आदेशमा भएका इम्पोर्टेन्ट कुराहरू हो। अब यसको सबै पढिराख्नु परेन, मैले पहिला ल्याइदिएको पोइन्टहरूलाई तपाईँले हेरेर अगाडि बढ्नु होला। र यो चाहिँ विशेष गरी आएर कतिपय प्रदेशहरूमा खारेजै भइसकेको अथवा सिलेबसमा नराखेको अवस्थामा 2टा प्रदेशले सिलेबसमा राख्दै थियो, लुम्बिनी र सायद मलाई लाग्छ कोशी हो कि कर्णाली हो, त्यस हालेको छ। त्यो सिलेबस हेर्नु होला, जुन जुन प्रदेशमा हालेको छ त्यो त्यो ठाउँको चाहिँ पढेर जाँदा चाहिँ राम्रो हुन्छ है। अरू प्रदेशहरूले चाहिँ नियमावली पढ्नुपर्छ, यो ऐन पढ्नु पर्दैन। रोशनीजीले क्वेसन सोध्नुभयो, अब फ्लोरोपेन गरेको छु, तपाईँहरूलाई यसमा लागेका क्वेसनहरू सोध्न सक्नुहुन्छ। रोशनीजीले लेख्नु भएको छ सर उपदफा तल माथि हुँदा गलत हुन्छ सर भनेर लेख्नु भएको छ। होइन, उपदफा तल माथि हुँदाखेरि गलत हुने होइन। अब यो तपाईँहरूले चाहिँ मैले अघि भनिहालेँ, आवश्यकता अनुसार चाहिँ घोक्न सक्नुहुन्छ घोक्नुहोस्, नभए चाहिँ दफा मात्रै लेखेर आउँदा नि समस्या भएन, दफामै सबै कुरा लेखेर आए समस्या भएन। धनजुले लेख्नु भएको छ सर कुनै पनि प्रश्नको उत्तर लेख्दा परीक्षा निष्कर्ष म त मैले भनिसकेको छु त। ल यति चाहिँ तपाईँहरूलाई बर्ड फ्लू रोग नियन्त्रण आदेशको बारेमा जानकारी भयो। यसमा केही प्रश्नहरू छ तपाईँको भने अब फ्लोरोपेन सर राख्न सक्नुहुन्छ। सर यो मोनाजी लेख्नु भएको छ सर यो फुकुवा खानेको के हो भन्नु, फुकुवा गर्नेको हो भन्नुभयो होला। बर्ड फ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने मान्छेको नै फुकुवा गर्ने अधिकार हुन्छ होइन। जसले मह काट्छ उसैले हात साट्छ भन्छ नि त, त्यस्तै चिज हो कि जसले बर्ड फ्लू रोग चाहिँ प्रभावित क्षेत्र घोषणा गर्छ त्यसैले फुकुवा गर्ने अधिकार हुन्छ भनेको मन्त्रालयले नै बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गर्छ, मन्त्रालयले नै फुकुवा गर्छ है, अरूले फुकुवा गर्ने अधिकार हुँदैन।
त्यही भएर बर्ड फ्लू प्रभावित क्षेत्रको घोषणा गर्ने काम चाहिँ मन्त्रालयले गर्छ। पशु सेवा विभागले के काम गर्छ त भन्ने कुराहरू आउला। पशु सेवा विभागले चाहिँ त्यो ठाउँमा बर्ड फ्लू फैलिएको छ छैन भन्ने कुराहरूको लागि चाहिँ त्यहाँ चाहिँ इपिडेमियोलोजिकल डिजिज इन्भेस्टिगेसन टिम इडी टिम खटाउँछ। इडी टिमले ल्याएको रिपोर्ट अनुसार ल्याब टेस्ट हुन्छ। ल्याब टेस्टमा पोजिटिभ देखियो भने पशु सेवा विभागले त्यसलाई त्यहाँ ठाउँको कुखुरालाई मार्नको लागि अथवा चाहिँ सङ्कटग्रस्त क्षेत्र घोषणाको लागि मन्त्रालयलाई सिफारिस गर्छ। मन्त्रालयले त्यो ठाउँमा सङ्कटग्रस्त क्षेत्र घोषणा लगाइदिन्छ र पशु सेवा विभागले त्यो ठाउँमा चाहिँ त्यो कुखुराहरू मार्नको लागि एउटा चाहिँ टिम पठाउँछ, जसलाई हामीले चाहिँ के भन्छ त भन्दाखेरि आरआरटी टिम भन्छौँ, ऱ्यापिड रेस्पोन्स टिम भन्छौँ। यसमा चाहिँ सरकारी कर्मचारीहरू लगायत लेबरहरू हुन्छ, जसले चाहिँ विशेष गरेर चाहिँ त्यो ठाउँको कुखुरालाई नष्ट गर्नमा रोल प्ले गर्छ र कुखुराहरूलाई मारेर त्यसलाई चाहिँ पुर्ने काम कम्तीमा पनि 3 फिट जति पुरिने गरेर चाहिँ खाल खनेर गाड्नुपर्छ भन्ने कुराहरूको हकमा चाहिँ सबै काम पशु सेवा विभागले नै गर्छ। तर कतिपय केसहरूमा चाहिँ विभागले चाहिँ त्यहाँको चाहिँ जिल्ला अथवा चाहिँ स्थानीय तह अहिले त प्रदेश स्थानीय तह 3 तहकै सरकार आइसक्यो। त्यही भएर स्थानीय तहको चाहिँ सहयोग लिन्छ जुन ठाउँमा बर्ड फ्लू फैलिएको छ त्यो ठाउँको। किन भन्दा बर्ड फ्लू रोगबाट क्षति भएका व्यक्तिलाई जुन 75% क्षतिपूर्ति दिने काम छ यो चाहिँ पशु सेवा विभागले नै गर्ने हो है। क्षतिपूर्तिको काम चाहिँ पशु सेवा विभागले नै दिने भएको हुनाले कहाँ चाहिँ कुखुरा मार्दैछ त त्यो ठाउँमा चाहिँ मान्छे एउटा विभागको जान्छ है। त्यो चाहिँ हेर्नै पर्छ, त्यो चाहिँ जान्छ नै र त्यो विभागको मान्छेले चाहिँ त्यसलाई अनुगमन गरेर त्यसलाई नियन्त्रणको प्रक्रियामा चाहिँ एउटा सिडी रिपोर्ट भन्छ, कन्ट्रोल एन्ड डिसइन्फेक्सन रिपोर्ट भन्छ। त्यो रिपोर्ट चाहिँ मा चाहिँ कति कुखुरा मार्यो, कति चल्ला नष्ट गर्यो, कति अन्डा नष्ट गर्यो, कति दाना नष्ट गर्यो, कति सोत्तर नष्ट गर्यो अथवा कति चाहिँ पशु उत्पादन सामग्रीहरू नष्ट गर्यो, त्यो सबैको लेखाजोखा गर्छ र त्यसको रिपोर्ट एउटा जसको चाहिँ नष्ट गरेको त्यो धनीलाई दिन्छ र एउटा चाहिँ पशु सेवा विभागलाई दिन्छ र भोलि गएर क्षतिपूर्तिको हकमा चाहिँ 75% पाउँछ भने चाहिँ जिल्ला दर रेट जुन हुन्छ जुन ठाउँको त्यो जिल्ला दर रेटले के गर्छ त भन्दाखेरि जिल्लामा चाहिँ त्यो ठाउँको चाहिँ कुखुराको प्राइस कति थियो, दानाको कति थियो, चल्ला अन्डा कति थियो, त्यो जिल्ला दर रेटले निर्धारण गर्छ। किन भन्दा सबै ठाउँमा एउटै प्राइस हुँदैन नि कुखुराको। त्यो जिल्ला विकास समिति अथवा जिल्लाको चाहिँ प्रमुख सिडिओ साहबको अध्यक्षता पनि हुन्छ भने छ नि। त्यही भएर जिल्ला दर निर्धारण समितिले जिल्लामा भएका त्यो पशुको र पशुजन्य पदार्थहरूको चाहिँ अथवा पशु उत्पादन सामग्रीको जिल्ला दर रेट अनुसार चाहिँ भाउ लगाउँछ र सो भाउ अनुसार चाहिँ 75% भनेर कति आइपुग्छ त्यसको चाहिँ रिपोर्ट माथि केन्द्रमा पठाउँछ र त्यो केन्द्रले चाहिँ त्यो अनुसार क्षतिपूर्तिको व्यवस्था दिनुभन्दा अगाडि उसलाई दिएको सिडी रिपोर्ट र आफूले राखेको सिडी रिपोर्टमा चाहिँ मिलाउने काम गर्छ र त्यो मिलिसके पछाडि त्यो अनुसार चाहिँ तपाईँको के हुन्छ त भन्दाखेरि त्यसलाई चाहिँ किसानलाई चाहिँ सरकारले विशेष गरी आएर पशु सेवा विभागले क्षतिपूर्तिको लागि चाहिँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जानकारी पठाउँछ र मन्त्रालयले विनियोजन गरेको बजेटको आधारमा पशु सेवा विभागले उक्त किसानलाई चाहिँ क्षतिपूर्ति दिन्छ। प्रक्रिया चाहिँ यो हो र यो अनुसार चाहिँ हामी चाहिँ जाने भएको हुनाले चाहिँ विभागले गर्ने कामहरू यही हो भनेर बुझ्नुपर्छ, जुन कुरा भोलि नियमावलीमा पनि आउँछ है। केही फरक पर्दैन दफा लेख्दा तलमाथि भयो भने, केही फरक, खालि दफा चाहिँ तपाईँले चाहिने लेख्नु पर्यो है। दफा लेख्दा तलमाथि हुन्छ नो प्रब्लम है, तर दफा चाहिँ सही हुनु पर्यो। गएर चाहिँ पशु नस्ल सुधारको कुरा चाहिँ दफा 16मा भनेको छ भन्छ, गएर चाहिँ दफा 15 लेखिदिनु त बर्बाद भयो नि त होइन। पशुलाई पैदल ढुवानीको मापदण्ड चाहिँ दफा 6बाट स्टार्ट छ, तपाईँ दफा 10 लेखिदिनु भने त बर्बाद भयो नि त। त्यही भएर दफा तलमाथि पढ्दा समस्या भएन, त्यो दफाले भन्न खोजेको मेन टपिक चाहिँ बुझ्नु पर्यो, लेख्नु पर्यो, यति कुरा चाहिँ याद गर्नु होला। धनुजी लेख्नु भएको छ, सुदूरपश्चिमको स्थानीय सेवा सञ्चालन ऐन आज पारित भयो सर, अब चाहिँ चौथो तह यो वर्ष खुल्छ कि नै सर भन्नुभएको छ। स्थानीय सेवा सञ्चालन ऐन 2000 स्थानीय सेवा ऐन आयो सुदूरपश्चिम प्रदेशको भने अब चौथो र पाँचौँ दुईटै तह खुल्ने चान्स चाहिँ छ, तर कति सिट खोल्छ भन्ने कुराहरू चाहिँ निकै चाहिँ अब त्यो समितिले गर्छ है। खुल्छ त झन् राम्रो भयो त स्थानीय सेवा ऐन आएपछि। स्थानीय तहलाई सबल बनाउनको लागि नै स्थानीय सेवा ऐन ल्याउने हो नि त।
त्यही भएर चाहिँ यो राम्रो पक्ष हो, खुल्छ, नआत्तिनुहोस्। ल, त्यसो भए मैले आजलाई त्यसो भए अरू केही प्रश्न तपाईँको छैन भने यतिमै सीमित राखेँ। भोलि हामी बर्ड फ्लू रोग नियन्त्रण नियमावली 2078 र त्यसका मापदण्ड 2079 हेर्छौँ। सरसर्ती तपाईँहरूले ऐन कानुन हेरेर आउँदा राम्रो हुन्छ। यति भने मैले आजको लागि सबै विद्यार्थी साथीहरूलाई। अरू केही प्रश्न छैन भने गुड नाइट।